सर नमस्कार है ल धन्यवाद सर। वेलकम टु सङ्कल्प कलेज। म चाहिँ सूर्यबहादुर बस्नेत, सङ्कल्प कलेज प्रिन्सिपल। सरहरूलाई स्वागत छ सङ्कल्प कलेजमा। हस्, धन्यवाद सर। आज हामी सङ्कल्प कलेजमा आइपुगेका छौँ। हजुर सर। विशेष गरी बिएचएम र बिआइटी पढाइका लागि सङ्कल्प कलेज चाहिँ अहिले काभ्रेपलाञ्चोक जिल्लाको उत्कृष्ट र नमुना कलेजको रूपमा पनि चिनिन्छ विद्यार्थीहरूका लागि। के छ सर यो कलेजको बारेमा बताइदिनुहोस् न। खासमा हामी सङ्कल्प कलेज चाहिँ 2079 सालबाट यो क्षेत्रमा चाहिँ होटल म्यानेजमेन्टको राम्रो स्कोप भएको फिल्ड हो र आइटी एकदमै भनौँ न इमर्जिङ फिल्ड छ। संसारभरि नै धेरैभन्दा धेरै रोजगारीहरू यसमा सिर्जना भएको छ र हामीले यो क्षेत्रमा पनि गर्न सकिन्छ हैन भनेर एउटा चाहिँ हस्पिटालिटी होटल म्यानेजमेन्ट र अर्को दुईटा आइटी प्रोग्रामहरू चाहिँ लिएर यहाँनिर सञ्चालन गरिरहेका छौँ। ती विद्यार्थीहरूले यहाँले भने जस्तै यो बिएचएम र बिआइटी पढ्न चाह्यो भने अब कसरी यहाँ सम्पर्क गर्छन्? खासमा अब हामीहरूसँग एउटा त हामी वेबसाइटहरू बनाएको हुन्छौँ, फेसबुकमा कन्ट्याक्ट हुने गर्छ हैन। अथवा हामीले विभिन्न मिडियमहरूबाट चाहिँ विद्यार्थीलाई कनेक्ट हुनको लागि विभिन्न च्यानलहरू युज गरेको हुन्छौँ। अब 12 क्लास सकिएर बसेको विद्यार्थीहरूले तपाईँहरूको लागि यो बिचको खाली टाइम भनेको सबैभन्दा क्रिएटिभ काम गर्नलाई आफूलाई के गर्न मन छ त्यो क्रिएटिभ काम गर्ने टाइम हो। किन भन्दा सोच्ने टाइम पनि हुन्छ यति बेला तपाईँहरूलाई। किन 12 क्लाससम्म रेगुलर एजुकेसन सिस्टममा आउनुभयो, ब्याचलर विश्वविद्यालय जोइन गर्ने बेलामा यो जुन बिचमा ग्याप पाउनु भएको छ तपाईँहरू घुमेर बसेर त्यतिकै भन्दा पनि आफूलाई चाहिँ साँच्चै कुन फिल्डमा जाने हो, कता जाने हो, के गर्ने हो त्यो चाहिँ तपाईँले अलिकति भनौँ न 2-4 दिन अलिकति बसेर राम्रोसँग ध्यानै गरेर सोचेर डिसिजन लिनुपर्ने हुन्छ। र अहिले आफूलाई जुन फिल्डमा जान मन छ, जुन फिल्डमा क्यारियर बनाउनु मन छ त्यो फिल्ड सम्बन्धी रिसर्च गर्ने हो। तपाईँहरूले त्यो रिसर्च गर्नको लागि अहिलेको एडभान्स टेक्नोलोजीहरू युज गर्न सक्नुहुन्छ अथवा विभिन्न च्यानलहरू युज गर्न सक्नुहुन्छ, एक्सपर्टहरूसँग भेट्न सक्नुहुन्छ। तपाईँहरूलाई यहीँनिर आएर हामीसँग बुझ्न सक्नुहुन्छ। त्यसको बारेमा चाहिँ तपाईँले यति बेला रिसर्च गर्ने र आफूले कुन वेमा जाने, कुन पाथमा जाने र क्यारियर कतातिर बनाउने र आफ्नो अब अगाडिको 4 इयर्स चाहिँ कुन चाहिँ कोर्सको लागि दिने हैन। किनभने 4 इयर्सले तपाईँहरूको 40 इयर्सको क्यारियर पाथलाई चाहिँ डिटरमाइन गर्छ। त्यो गर्ने बेला हो भन्छु म चाहिँ। सुरुको यो हाम्रो भनौँ न एडमिनिस्ट्रेटिभदेखि लिएर एकाडेमिकदेखि लिएर हैन फ्रन्ट अफिस चाहिँ हो सङ्कल्प कलेजको। विद्यार्थीहरू अथवा प्यारेन्ट्सहरू अथवा जो आउनुहुन्छ सुरुमा भिजिट गर्नको लागि हाम्रो यो भयो। यतातिर हाम्रो एकाउन्ट सेक्सन छ, एकातिर चाहिँ एकाडेमिक सेक्सन छ सर, यो कोअर्डिनेटर सेक्सनदेखि फुल टाइम फ्याकल्टीको सेक्सन छ। अनि यतातिर चाहिँ हामी के वेटिङहरू गर्नु पर्यो अथवा के गर्नु पर्यो, के बुझ्नु पर्यो भने चाहिँ हामीलाई यो पार्ट भयो हैन। अनि यो चाहिँ हामीहरूको सुरुमा के बुझ्नु पर्यो अथवा सङ्कल्प कलेजको बारेमा को कहाँ हुनुहुन्छ, के हुनुहुन्छ अथवा यो कस्तो हो, के हो भनेर बुझ्नको लागि चाहिँ हामीलाई रिसेप्सन अथवा यो सोधपुछ कक्ष भनेर हामीले यसलाई बनाएको छौँ। यो चाहिँ सङ्कल्प कलेजको सोधपुछ कक्ष भयो। सुरुमा जो पनि आउनुहुन्छ बाहिर भिजिटरहरूदेखि लिएर भनौँ न भिजिटर अथवा जे डिफ्रेन्ट पर्पजबाट बुझ्नलाई पढ्नको लागि बुझ्नको लागि होला, त पढाउनको लागि होला, अथवा सङ्कल्प कलेज के हो भनेर होला, अथवा होइन युनिभर्सिटीबाट होला, अथवा जसरी आउनुहुन्छ जे आउनुहुन्छ उहाँहरू चाहिँ सुरुमा आएर ठोकिने पार्ट चाहिँ भनौँ न हाम्रो सुरुको कक्ष चाहिँ रिसेप्सन भयो यो। अनि एकचोटि सर भिजिट गरौँ सरहरू पनि हैन। अनि यहाँ सम्पर्क गरिसकेपछि चाहिँ हजुर सबै कहाँ जाने, कता जाने अथवा के को लागि आउनु भएको हो त्यही अनुसारको इन्फर्मेसन यहाँबाट पाइन्छ सुरुमा। यो भइसकेपछि अब हामीले यतातिर अलिकति केही म्यासेजहरू छ, अरू केही छ, हामीसँग के रन हुँदैछ, के हुँदैछ भन्ने कुरा चाहिँ यसमा डिस्प्ले गराइदिएर आउँछौँ। जस्तो अब सङ्कल्प कलेजमा हामीले यहाँनिर हेऱ्यौँ भने अब हामीले के गर्दैछौँ त भन्दा विश्वविद्यालयमा जोइन गर्नको लागि 12सम्म अथवा भनौँ न लामो स्कुलको एजुकेसन सिद्धाएपछि विश्वविद्यालयको एजुकेसनमा जानको लागि विद्यार्थीहरूले चाहिँ सिम्याट तयारी गर्नुपर्छ भनेर हामीले यहाँनिर सिम्याटको बारेमा अब तपाईँहरू सिम्याट तयारी गर्ने बेला आयो है भनेर यो सिम्याटको बारेमा यहाँ राखेर आउँछौँ। अथवा नोटिसहरू के इम्पोर्टेन्ट नोटिसहरू के भयो भने यहाँ राखेर आउँछौँ। सुरुको कसैलाई सोध्नु परेन, यहाँ हेर्ने बित्तिकै पनि थाहा हुने भयो। यसरी चाहिँ सुरुको डिस्प्ले बोर्डहरू यहाँ राखिरहेको हुन्छौँ। जस्तै अघि हामीले थोरै चर्चा पनि गऱ्यौँ नि, कक्षा 12 का विद्यार्थीहरूले यहाँले अघि एउटा शब्द प्रयोग गर्नु 4 वर्षको तयारीले 40 वर्षको उसको भविष्य निर्धारण गर्छ। र यति बेला यहाँले भनेपछि यता सिम्याटको तयारीको कुरा छ, बिएचएम, बिआइटिएम, बिआइटी लगायतका थुप्रै विषयहरूका बारेमा यहाँहरूले चाहिँ पढाइ पनि रहनु भएको छ, जानकारी पनि दिइरहनु भएको छ। त्यो 4 वर्षले 40 वर्षलाई धान्न सक्ने त्यो कसरी छनौट गर्ने? यस्तो हुने गर्छ। खासमा एजुकेसन चाहिँ कस्तो हुने गर्छ भने एजुकेसन भनेको जस्तो लामो 100औं 200औं वर्षदेखि तयारी गरेर बनाएका आएका बुकहरू हुने गर्छन् अथवा होइन
तपाईँ 100 वर्ष 200 वर्ष अगाडि रिसर्च भएर त्यसको म्याथमेटिक्स होला, साइन्सको कुराहरू होला, अथवा यसको डेभलपमेन्टको कुराहरू होला, एजुकेसन लर्निङको कुराहरू होला। यसले चाहिँ पछाडि फेरि होइन अब 40 वर्ष पछाडि अथवा 50 वर्ष पछाडि आउने जबहरू, रोजगारी कस्तो आउन सक्छ, कसरी जान सक्छन् भन्ने लेभलको एउटा बेसिक स्ट्रङ फाउन्डेसन बनाइदिन्छ कि होइन। जस्तो हामीले 4 वर्ष पढ्दाखेरिमा त 40 वटा विषय पढ्छौँ होइन, अथवा 1 वर्ष इन्टर्नसिपहरू गर्छौँ, डिफ्रेन्ट स्किलहरू डेभलप गर्छौँ हामीले। तर ती स्किलहरू ठ्याक्कै एउटा इन्डस्ट्रीको लागि फोकस गरेर गरिएको हुँदैन, ओभरअल इन्डस्ट्रीको लागि चाहिने गरी एकदम जेनरिक वेमा तयारी गराइएको हुन्छ, ताकि यो प्रोग्राम पढेको विद्यार्थीले अबको 5 वर्षपछि मार्केटमा आउन सक्ने रोजगारीहरू कस्तो हुन सक्छ, मार्केट कसरी चेन्ज हुन सक्छ, कसरी जान सक्छ भन्ने कुरा उनीहरू चाहिँ क्रिएटर बन्न सिक्छन् क्या। आफूले नै त्यो चेन्ज लिएर आउने भन्ने भयो हुनाले उनीहरूले मार्केटमा आएको रोजगारीमा काम गर्न सक्छन् कि सक्दैनन् भन्दा पनि उनीहरूले आफूले त्यो मार्केटमा आउने चेन्ज लिएर आउने मान्छे बन्छन् होइन, र अरूलाई सिकाउने भन्छन्। त्यो भयो हुनाले उनीहरू आफै इनिसिएटर हुन, आफै क्रिएटर बन्न सिक्छन्। त्यो भयो भने उनीहरूलाई चाहिँ यो कोर्सहरू गरिसकेपछि भोलि आएर मार्केटमा जब पाइला कि नै भन्ने प्रब्लम चाहिँ रहँदैन। अघि हामीले थोरै यहाँले चर्चा गरे जस्तो यो सङ्कल्प कलेज नै चाहिँ फेरि अब किन रोज्नु पर्यो, यहाँले रोजगारको कुरा होइन, अध्ययन सँगसँगै हामी रोजगारमा पनि संलग्न गराउँछौँ भन्नुभयो, त्यो चाहिँ कसरी सम्भव छ कि यो कोर्स पढ्ने बित्तिकै रोजगारको सम्भावना हो, सङ्कल्प कलेजले चाहिँ त्यसलाई प्राथमिकतामा राख्छ? हजुर हजुर, अब सङ्कल्प हामीले एउटा डेडिकेसन भन्ने बुझिरहेको छौँ, यसमा डेडिकेसन एन्ड डिटर्मिनेसन्सको कुरा गर्दैछौँ। त्यो चाहिँ हाम्रो डेडिकेसन र डिटर्मिनेसन्स के हो भन्दाखेरिमा कमिटमेन्ट फर योर सक्सेस भनेको छौँ। सक्सेस केबाट आउँछ त भन्दाखेरिमा एकदम डेप्थमा गएर हामीले एकाडेमिक राम्रोसँग नलेज दिन सक्यौँ भने होइन, किनभने यो हर चिज प्रोडक्टहरू कसरी बनिरहेछ, इनोभेसनहरू कसरी भइरहेछ, अथवा होइन त्यसको पछाडिका सारा चिजहरूको डेप्थमा बुझेर जान सक्यौँ भने हामीले आफैले केही इनोभेसनहरू गर्न सक्छौँ, नयाँ नयाँ आविष्कारहरू गर्न सक्छौँ, अथवा समाजलाई चाहिँ परिवर्तनकारी बन्न सक्छौँ। कसरी त भन्दा रोजगारीहरू क्रिएट गरेर अथवा आफूले जबहरू क्रिएट गरेर होइन। त्यो खालको हामी चाहिँ कसलाई जोड्छौँ त भन्दा त्यो खालको सक्सेस भइसकेका एन्टरप्रेनर्सहरू अथवा प्रोफेसरहरू, रिसर्चरहरू होइन, अनि त्यो खालको मान्छेहरू जोडेर एक्सपर्टहरू, त्यो खालकोबाट उहाँहरूलाई सेसनहरू गराउँछौँ, पढाउँछौँ, सिकाउँछौँ होइन। अनि स्टुडेन्टसँग चाहिँ के हुन्छ भने त्यो लर्निङ क्यापासिटी एकदम हाई हुन्छ होइन। एक्सपर्टहरूबाट सिक्न पाउनुभयो भने उहाँहरूले एकैचोटि त्यो 100औं वर्षदेखि भयो भनौँ न भएका डेभलपमेन्टका एडभान्स कुराहरू पनि उहाँहरूले लर्न गर्न सक्नुहुन्छ र अनि आफूले चाहिँ डेभलप गरेर गर्न सक्नुहुन्छ। त्यो हामीले गराउने भएको हुनाले उहाँहरूलाई चाहिँ हामीले सङ्कल्प कलेज आउनुहोस्, त्यो हामी गराउँछौँ, त्यो हामी आफै छौँ, तपाईँहरूलाई सिकाउँछौँ, सिक्नुहोस् र गर्नुहोस् भन्न चाहन्छौँ। हामीहरूको यो लाइब्रेरी र इ लाइब्रेरीको कन्सेप्टमा छौँ हामी होइन। यो लाइब्रेरी इ लाइब्रेरीमा कस्तो गरेका छौँ त भन्दाखेरिमा खासमा लाइब्रेरी चाहिँ त्यता छ होइन, अनि अब यसलाई चाहिँ हामीले इ लाइब्रेरीको कन्सेप्टबाट राखेका छौँ। खासमा इ लाइब्रेरी छ, तर इ लाइब्रेरीमा के छैन भन्दाखेरिमा हामीसँग कम्प्युटर छैन, हेर्नुहोस् त है। तर के छ, कम्प्युटर चार्ज गर्ने पोर्टहरू चाहिँ बनाइदिएको छौँ हामीले होइन। बनाउनु चाहिँ कसरी बनाएको छौँ भने राउन्ड टेबल छ होइन। यसको मिनिङ चाहिँ के हो भन्दाखेरिमा यहाँ चार्जिङ पोर्ट पनि छ, राउन्ड टेबल पनि छ। विद्यार्थीहरूले ल्यापटप लिएर आउनु पऱ्यो होइन, र यहाँ वाइफाई इन्टरनेट एक्सेसिबल हुन्छ। अनि त्यो वाइफाई इन्टरनेटबाट उनीहरूले यहाँनिर ल्यापटप राखिसकेपछि हामीले दिएको युजर नेम र पासवर्ड हुन्छ एउटा, त्यो चाहिँ ग्लोबल इ लाइब्रेरीमा एक्सेस हुन्छ उनीहरूको। त्यो इ लाइब्रेरीमा गएपछि उनीहरूले ओल्डको लेटेस्ट रिसर्चहरू के भइरहेछ, पिएचडीको थेसिसहरू अथवा भनौँ न होइन, त्यसको एकदम एकाडेमिक रिसर्चहरू, लेटेस्ट रिसर्चहरू होइन, त्यो ओल्डको अलमोस्ट सबभन्दा लार्जेस्ट लाइब्रेरीमा कनेक्ट हुन्छ, युजर नेम पासवर्ड हुन्छ, त्यहाँ जान्छन्, त्यहाँबाट होइन त्यो थेसिसहरू, कन्टेन्टहरू, रिसर्च पेपरहरू डाउनलोड गर्छन्, यहाँ बसेर पढ्ने, आफूले कन्टेन्टहरू गर्ने, डिस्कसन गर्ने होइन, सानो एउटा ग्रुप डिस्कसन गरौँ भन्ने हिसाबले त्यसरी चाहिँ बनाइदिएको हुन्छ होइन। यो चाहिँ एकदम एडभान्स वेमा चाहिँ उनीहरूले सोचेर काम गर्न सक्छन्। यदि उनीहरूलाई बुक चाहियो भने लाइब्रेरीबाट बुक लिएर आउने, यहाँ बस्ने, फेरि बुकबाट पनि लिन सक्ने, नत्र त अलमोस्ट अहिलेको एजमा भनौँ होइन बुक पनि पाइन्छ, पेपरहरू पाइन्छ, कन्टेन्टहरू पाइन्छ, लेटेस्ट रिसर्चहरू, आर्टिकलहरू होइन, त्यस्तो चिजहरू उनीहरूले डाउनलोड गरेर पढ्नको लागि यसरी चाहिँ बनाइदिएको हुन्छ। यो लाइब्रेरी र इ लाइब्रेरीमा जस्तै फरक त यहाँले बताइदिनु पनि भयो, र यो हामीले अहिले देख्छौँ होइन, यहाँ अलग अलग ढङ्गमा विद्यार्थीहरू बसेर यहाँले भने जस्तो आफ्नै ल्यापटप लिएर आएर युज गर्न पनि पाइयो। यो क्याम्पसहरूले विद्यार्थीहरू, हरेक विद्यार्थीसँग त फेरि ल्यापटपको उपलब्धता पनि नहुन सक्छ। हरेक विद्यार्थीसँग यदि त्यो जो विद्यार्थीसँग ल्यापटप छैन त्यस्तो छ भने उहाँले कम्प्युटर ल्याबमा बसेर गर्नु पऱ्यो। छुट्टै कम्प्युटर ल्याब चाहिँ छुट्टै हुन्छ होइन। त्यो कम्प्युटर ल्याबमा बसेर, त्यो कम्प्युटर ल्याबमा इन्टरनेट जोडिएको हुन्छ, त्यो कम्प्युटर ल्याबमा बसेर गर्न सक्नुहुन्छ होइन। दुईवटा मोडालिटीमा जोसँग ल्यापटप छ उहाँले आफूले यहाँ बसेर गर्न सक्नुभयो। यदि ल्यापटप ल्याउनु भएको छैन भने उहाँ चाहिँ कम्प्युटर ल्याबमा जाने, कम्प्युटर ल्याबमा बसेर गर्न सकियो त्यो कुराहरू। फेरि यो लाइब्रेरीमा चाहिँ के विद्यालयभित्रको कोर्सहरूको हुन्छ कि अरू फरक? लाइब्रेरीमा खास कस्तो हुने गर्छ भन्दाखेरिमा टेक्स्ट बुक भनेर हुन्छ एउटा होइन, सिलेबसले डिफाइन गरेको है। जस्तो हामीले टेक्स्ट बुकमा यहाँ हेऱ्यौँ भने जस्तो यो हाउसकिपिङ भनेर हेर्न सक्छौँ हामीले होइन। हाउसकिपिङको बुक यो चाहिँ टेक्स्ट बुक हो, यो चाहिँ फरेन राइटरहरूको हुने गर्छ होइन। केही टेक्स्ट बुकको राख्ने गर्छौँ हामीले। अनि जस्तो अब यसमा कतिपय चाहिँ अब टेक्नोलोजी सम्बन्धीको एकदमै एडभान्स कोर्सको कुराहरू पनि राख्ने गरिन्छ। जस्तो हामीले यहाँनिर हेऱ्यौँ भने
अब यो ई-कमर्सको बुकहरू टेक्स्ट बुक हामीले जस्तो ई-कमर्सको बुकहरू होइन यस्तो चाहिँ टेक्स्ट बुकहरू राख्ने गर्छौँ होइन। अनि कतिपय चाहिँ अब सिलेबसकै फरेन राइटर नेपाली राइटरको अथवा होइन लेटेस्ट अलिकति रिसर्चहरू आर्टिकलहरू त्यस्तो कुराहरू के छ भने त्यस्तो पनि राख्ने गर्छौँ। कतिपय केसमा चाहिँ हामीले जस्तो अब यो हामीले यो राखिरहेछौँ इसी काउन्सिलको सेक्युरिटीतिरको लागि राखिरहेछौँ यस्तो बुकहरू होइन। अनि यस्तो बुकहरू पनि राख्ने गर्छौँ कतिपय ठाउँमा। विद्यार्थीहरूले अलिकति सेक्युरिटी पार्टतिर जानु मन लाग्यो भने यो बुक डिटेलमा पढ्यो भने उनीहरूले सेक्युरिटी सम्बन्धी चाहिँ धेरै कुराहरू लर्न गर्न सक्छन् होइन। सेक्युरिटी सम्बन्धी किनभने अहिलेको डेटा हामीले अलमोस्ट डिजिटल डेटाहरू बनिरहेछ, यो सबै डिजिटल डेटाहरूको सेक्युरिटीहरू कसरी प्रोभाइड गराउने होइन त्यस्तो कुराहरू। जस्तो अर्को चाहिँ हामीले जस्तो रेड ह्याटको किताबहरू राखिदिएर आउँछौँ होइन, अथवा ओराकलको किताबहरू राखिदिएर आउँछौँ होइन, पाइथनको एआईको होइन। अनि यिनीहरूले चाहिँ के गर्छ भन्दाखेरिमा उनीहरूले सर्भर साइडमा अथवा भनौँ लेटेस्ट टेक्नोलोजीहरू अरू के छ कसरी छ यो यसबाट बसेर चाहिँ आफूले लर्न गर्न सक्छन्। बाँकी कामहरू गर्नको लागि फेरि लाइब्रेरीमा जाने अनलाइन कन्टेन्टहरू एक्सेस गर्ने त्यसरी गर्न सक्छन्। अहिले चाहिँ यो विद्यार्थीहरूको पढ्ने बानी नै बिस्तारै घटिरहेको वा यस्ता बुकहरूको चाहिँ अध्ययन अनुसन्धान गर्ने कुरा पनि बिस्तारै क्रमशः घट्दै गएको भन्ने पनि हामी बुझ्छौँ। के छ यहाँ चाहिँ यस्तो छ अहिले चाहिँ कस्तो छ भने बुक एउटा टेक्स्ट पढ्न त पढ्नै पर्छ बुक चाहिँ, किनभने मान्छेले लेखेको हुन्छ ह्युमनले कुनै पनि राइटरले कसरी लेख्नु भएको हुन्छ भने इन्टरनेसनल फरेन राइटर बुकहरू हामीले हेऱ्यौँ भने उहाँले चाहिँ आफैले ती कम्पनीहरूमा लामो समयदेखि त्यो टेक्नोलोजी बनाउनलाई काम गरेको मान्छेहरू हुनुहुन्छ। अनि त्यो टेक्नोलोजी चाहिँ उहाँले स्टार्टिङदेखि अहिलेसम्म कसरी काम गर्नु भन्ने कुराहरूको सिक्वेन्सियल फ्लो चाहिँ ब्रेक नभएर किताबमा लेखिएको हुन्छ। जुन विद्यार्थीले बुक थ्रोली पढ्छ उसले चाहिँ डिटेलमा बुझ्न थाल्छ, किनभने ह्युमनले लेखेको बुक हो होइन। ह्युमनले लेखेको बुक ह्युमनले पढ्दाखेरिमा चाहिँ डिटेलमा बुझ्न सजिलो हुन्छ। तर अब अहिले चाहिँ कस्तो छ भन्दा हामीले केही कुरा दियौँ भने एआईले भरेर एकैछिनमा लेखेर दिन्छ होइन, त्यो बुकमा लेखेको हुँदा राइट दिन्छ। तर एआईले कसरी लेख्छ त भन्दाखेरि उसले चाहिँ संसारभरिका डेटाहरूबाट लिएर कसरी प्रोसेसिङ गर्छ र त्यो भिजुअलको लार्ज ल्याङ्ग्वेज मोडल भन्छ हामीले होइन, त्यो ट्रान्सफर्मरले कसरी काम गर्छ भन्ने कुरा चाहिँ ह्युमन ब्रेनभन्दा बियोन्ड द ह्युमन ब्रेन भयो कि। अनि त्यसले दिएको आउटपुट चाहिँ सबै बुझिन्छ भन्ने छैन, हेर्दा सजिलो जस्तो देखिन्छ तर कनेक्सन टुटेर आएर आउँछ त्यसमा चाहिँ। त्यो भएर ह्युमनको लेभलभन्दा त्यो फरक हुन्छ। हेल्प चाहिँ लिने त्यसको होइन, तर थ्रोली पढ्छ चाहिँ बुक पढ्यो भने त्यस्तो स्टुडेन्टहरूले फेरि भोलि बिहान 40 वर्ष 50 वर्ष पछाडि कस्तो चेन्जेसहरू लिएर आउने, कसरी चेन्ज होला, उनीहरू क्रिएटर बन्न सक्छन्। तर सबै चाहिँ बन्दैनन्, जस्तो त्यो थ्रोली जो जाँदैनन् होइन उनीहरू चाहिँ बन्दैनन्। सर्फेसली एउटा लेभलमा अगाडि बढ्न सजिलो हुन्छ होइन, तर दुइटैलाई ब्यालेन्समा लगेको चाहिँ त्यो विद्यार्थीलाई सक्सेस हुन राम्रो हुन्छ, सजिलो हुन्छ। अहिले चाहिँ यो चाहिँ खासमा हामीले स्टुडेन्टहरू एउटा क्लबहरू बनाएको हुन्छ, स्टुडेन्ट काउन्सिल भन्छौँ हामीले। काउन्सिल भनेको चाहिँ डिफ्रेन्ट क्लबहरू हुने गर्छ त्योभित्र हाम्रो, जस्तो आइटी क्लब होला, एन्टरप्रेन्योरसिपको क्लब होला होइन, स्पोर्ट्सको लागि होला होइन, अथवा होटल म्यानेजमेन्ट हस्पिटालिटी सम्बन्धी क्लबहरू होला नि। ती क्लबहरूले चाहिँ के गर्ने गर्छन् त भन्दा विद्यार्थीहरूसँग चाहिँ कुनै इनोभेटिभ आइडियाहरू आयो भने होइन यहाँ डिस्कसन गर्ने गर्छन्। केही इभेन्टहरू गराउनु पऱ्यो, प्रोग्रामहरू गराउनु पऱ्यो, अथवा मानौँ ल एकाडेमिक र इन्डस्ट्रीको बिचमा टाइअप गराउनु पऱ्यो होइन, इन्डस्ट्रियल एक्सपर्टहरू बोलाएर होइन स्टुडेन्टसँग इन्टरेक्सन गराउनु पऱ्यो, ताकि भोलि बिहान त्यो स्टुडेन्टहरू पनि कुनै दिन भनौँ न अहिले मार्केटमा सक्सेस भइरहेको जो इन्डस्ट्रियल पिपुलहरू हुनुहुन्छ, आइदर त्यो होटल सेक्टरमा हुनसक्छ अथवा आइटी सेक्टरमा हुनसक्छ अथवा अरू कुनै डोमेनमा हुनसक्छ। उहाँहरूसँग जब आइडिया लिनको लागि, बुझ्नको लागि, इन्टरेक्सनहरू गर्न यहाँ बस्छन्, प्लानहरू बनाउँछन् होइन, क्लबहरूले कसरी काम गर्ने भन्ने उनीहरूले डिस्कसन गर्छन्। अनि त्यसपछि बाँकी स्टुडेन्ट बिचमा लैजाने प्रोग्रामहरू गर्नको लागि चाहिँ यो चाहिँ हामी स्टुडेन्ट काउन्सिल भनेर बनाइदिन्छौँ। विभिन्न क्लबहरूले आएर मिटिङ गर्न सक्छन्, उनीहरूले आफ्नो ग्रुपमा आएर 3 देखि 4-5जनाको विद्यार्थीहरूको ग्रुप हुन्छ, आफ्नो क्लब आउँछन्, बस्छन्, मिटिङ गर्छन्, अनि के प्लानिङ गर्छन्, अनि कलेजमा इम्प्लिमेन्ट गर्छन्। फेरि मार्केटमा जान्छन्, एक्सपर्टहरू खोज्छन् होइन, फेरि लिएर आउँछन्, फेरि इभेन्ट गर्छन् उनीहरूलाई, ताकि त्यो कुराले चाहिँ इन्करेज गरोस्, अगाडि बढ्नलाई सपोर्ट होस् भन्ने हिसाबले। यो चाहिँ के नयाँ हो वा प्राय कलेजहरूले यस्तो? खासमा अहिले चाहिँ अब एकाडेमिकमा हामीले अलि नयाँ इम्प्लिमेन्ट गर्न गरिरहेछौँ होइन। किन भन्दा अहिलेको मार्केट चाहिँ कस्तो छ भन्दाखेरि अलिकति इनोभेसनतिर बढी जानुपर्ने, क्रिएटिभिटी अलिक बढी होइन। अब त्यो सपोर्ट गर्नलाई पछाडि टेक्नोलोजी छ, एआई छ, विभिन्न चिजहरू छन् नि त्यो सपोर्टिभ चिजहरू होइन। ती सपोर्टिभ चिजहरू लिएर अलिक इनोभेटिभ बन्नुपर्ने छ कि। अनि त्यो इनोभेटिभ बनाउनलाई सपोर्ट गर्नको लागि चाहिँ इनोभेटिभ तरिकाले काम गर्नलाई चाहिँ नयाँ तरिकाले चाहिँ सुरु गरिरहेको छौँ हामीले। जस्तो अघि पनि हामीले कुरा गऱ्यौँ कि ई लाइब्रेरीमा विद्यार्थीहरू अथवा यो चाहिँ के हुने गर्छ भने आइटी पढ्ने विद्यार्थीहरूलाई चाहिँ 48 घन्टाको मिनिमम थ्योरी अथवा होइन क्लासहरू, डिस्कसन, प्रेजेन्टेसनहरू, अरू विभिन्न सेसनहरू गर्दै होइन, ग्रुप डिस्कसनहरू अरू गर्दै पढ्दै जानुपर्ने हुन्छ भने मिनिमम 16 आवर्स चाहिँ प्र्याक्टिकल गर्नुपर्ने हुन्छ सबै सब्जेक्टमा। अब त्यो प्र्याक्टिकल गर्नुको लागि कहाँ गर्नु पऱ्यो त भन्दा कम्प्युटर ल्याबमा आएर विद्यार्थीले केही न केही प्रोजेक्टहरू बनाउनु पर्ने हुन्छ, अथवा होइन कुनै न कुनै प्रब्लमहरूको सोल्युसनहरू निकाल्नुपर्ने हुन्छ, अथवा होइन केही न केही क्रिएटिभ सोल्युसनहरू निकाल्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ विद्यार्थीहरू चाहिँ हामीसँग एकचोटिमा एउटा ब्याचमा अथवा एउटा सेक्सनमा चाहिँ हामीसँग विद्यार्थीहरू लगभग 35जना जस्तो विद्यार्थीहरू छ होइन, 33जना विद्यार्थी हो, 33जना विद्यार्थी। अब त्यो 33जना विद्यार्थीको लागि यो कम्प्युटर ल्याब हामीले 37वटा जति कम्प्युटर ल्याबहरू राखेका हुन्छौँ, कम्प्युटर राखेका हुन्छौँ। यो ल्याबमा आएर विद्यार्थीहरूले आफूले
गर्नुपर्ने सरहरूले पढाउनु भएको लेक्चरले पढाउनु भएको चिजहरू यहाँ बसेर प्र्याक्टिकल गर्ने सिक्ने लर्न गर्ने होइन त्यसको लागि चाहिँ कम्प्युटर ल्याब यो भयो। जस्तै अघि हामीले भनेपछि ई लाइब्रेरीमा चाहिँ आफ्नो ल्यापटप हुनेहरूलाई त्यहीँ लिएर गएर बसेर हजुर हजुर ई लाइब्रेरीमा विद्यार्थीले आफ्नो ल्यापटप हुने त्यहाँ बसेर गर्न सके होइन त्यो चाहिँ ई लाइब्रेरीको एक्सेसहरू कन्टेन्टहरू एक्सेस गर्नको लागि रिसर्च गर्न पढ्नको लागि अब यो ल्याब युज गर्न सके ल्यापटप नहुनेहरूले होइन तर फेरि प्र्याक्टिकल गर्ने बेलामा चाहिँ सबैजना विद्यार्थीहरू यहाँ आएर यही ल्याबमा बसेर अनि फेरि कम्प्युटरमा प्र्याक्टिकलहरू गर्नु पऱ्यो। जस्तो सी प्रोग्रामिङ गरिरहेको छौँ हामीले होइन फर्स्ट प्रोग्रामिङ अब यो त हामीले के सोचिरहेको छौँ यो मेसिन हो हामी हुँ भनौँ मान्छे हो होइन यो निर्जीव हो हामी सजीव हो होइन अथवा लिभिङ र नन लिभिङ थिमको बिचमा इन्ट्रेक्सन गर्नुपर्ने छ यो जबकि यो निर्जीव चिजसँग हामीले यसलाई गरेको कोडिङ अनुसार यसलाई काम गराउनु पर्ने छ। हामीलाई यसलाई एडिसन गर्दै भनौँला सबस्ट्राक्सन गर्दै भनौँला अथवा यो काम गर त्यो काम गर भन्छौँ भने त्यो मेसिनलाई चाहिँ हामीले कोडिङ गरेर हाम्रो ल्याङ्ग्वेजबाट लेखेको यो मेसिनले बुझ्नु पऱ्यो अनि यसले केही कुराहरू कन्भर्सन गर्नु पऱ्यो इन्ट्रेक्सन गर्नु पऱ्यो त्यो भनेको पहिलो प्रोग्राम हामीले सी प्रोग्रामिङ ल्याङ्ग्वेजबाट सुरु गराउँछौँ भने विद्यार्थीहरूले यहाँ बसेर मेसिनसँग इन्ट्रेक्सन गर्न सिक्छन् अथवा त्यो मेसिनलाई चाहिँ काम गराउन सिक्छन् मेसिनबाट कसरी काम गर्ने होइन मल्टिपल टाइम उनीहरूले धेरै प्र्याक्टिस गरिसकेपछि मेसिनलाई नै एक्सपर्ट बनाउँदै बिस्तारै मेसिन अगाडि बढाउँदै जान्छ होइन त्यसको ब्याकग्राउन्डमा चाहिँ उनीहरूले मेसिनसँग इन्ट्रेक्सन गर्न सिक्ने ठाउँ चाहिँ यो दिज आर द मेसिन्स अहिलेको संसारमा सबैभन्दा एडभान्स मेसिनहरू यिनै हुन् होइन यसबाट सबै चिज गर्न मिल्छ भनौँ न हामी चाहिँ। जस्तै यो ल्याबमा कम्प्युटर ल्याबमा विद्यार्थीहरू प्र्याक्टिकल गरिराखेको बेला केही हामी थ्योरी पनि सँगै पढाउँछौँ कि यस्तो हुने गर्छ हामीले विद्यार्थीलाई चाहिँ ल्याब असाइनमेन्ट दिएको हुन्छौँ ल्याब असाइनमेन्ट होइन अनि ल्याब असाइनमेन्ट अब लेक्चररहरूले चाहिँ के गर्ने गर्नुहुन्छ आफ्नो ल्यापटप ल्याउनुहुन्छ त्यहाँ जोड्नुहुन्छ प्रोजेक्टरबाट कति उनीहरूले प्रब्लम आइरहेको छ भने त्यहाँबाट राखेर प्रोजेक्टको अगाडि डेमोन्स्ट्रेसन पनि गरिदिनुहुन्छ कुनै ठाउँ उनीहरूलाई प्रब्लम परेको गर्न सक्ने सल्भ गर्न सक्ने उनीहरूकोमै गएर पनि सिकाइदिनुहुन्छ होइन कतिपय ठाउँ चाहिँ आफैले गरेर यो यस्तो हुन्छ यसो एजुकेसन हुन्छ यसरी हुन्छ कोडिङ यसरी गर्ने प्रोग्रामिङ यसरी गर्ने यसरी लेख्ने भनेर पुरै त्यहाँ बसेर फुल कोडिङ गरेर उहाँले डेमोन्स्ट्रेसन गरेर पनि देखाउने गर्नुहुन्छ। किन भन्दा उनीहरूलाई चाहिँ त्यो डिटेलमा बुझाएपछि अनि बल्ल उनीहरूले गर्न सक्छन् एकदम क्लियर हुने गरी स्टेप बाई स्टेप सिकाएर प्र्याक्टिस गराएर लैजान्छौँ। यसमा चाहिँ हामीले यो चाहिँ कोर्स अनुसारको प्र्याक्टिस हो कि पछि यही कोर्समै डिफाइनै गरेर आएको हुन्छ आजभोलि चाहिँ कोर्समा यति मिनिमम आवर गराउनुहोस् भनेर हुन्छ त्यो बाहेक हामीले गराउने ट्रेनिङहरू एक्स्ट्रा एक्टिभिटीहरू चाहिँ यहीँ गराउँछौँ प्र्याक्टिकलमा गराउँछौँ अरू पनि गराउँछौँ होइन कोर्सको पनि यसमै गराउने गर्छौँ होइन किन भन्दा यो मेसिन नै यति स्मार्ट र इन्टेलिजेन्ट मेसिन छ कि यसमा जति चिज गराए पनि पुग्ने मेसिन छ त्यस्तो मेसिन छ यो होइन कुन लेभलमा हामीले यसको कसरी युटिलाइज गर्ने भन्ने होइन त्यो भावनाले कम्प्युटरमै जस्तो कतिवटा सब्जेक्ट छ भने लगभग 26वटा जस्तो विषयहरू छ सुरुको बेसिक कम्प्युटरदेखि लिएर तपाईँ एडभान्स क्लाउड कम्प्युटिङसम्म अथवा एआईदेखि लिएर होइन साइबर सिक्युरिटी सबैको कुराहरू छ सबै चिज गर्न मिल्छ कम्प्युटरमा। त्यो भावनाले यो कम्प्युटर चाहिँ साह्रै एडभान्स मेसिन भन्छु म चाहिँ सबैभन्दा अहिलेसम्म बनेको एरोप्लेन भन्दा पनि अथवा होइन आकाशमा उड्ने रकेटहरू पनि त्यो रकेट पनि यहीँबाट कन्ट्रोल गर्नु हुन्छ आकाशमा उडिरहेको प्लेन लगाउनु पनि कहाँ पुगिरहेको छ के भइसकेको छ सबै डेटा यहाँ आइपुग्छ। जस्तै यो यसमा यो कोर्सको बारेमा पनि हजुरले बताइदिनुहोस् न यो जस्तै कम्प्युटर अहिले हामीले आइटी पढ्ने कुरा गर्ने आइटी पढ्ने विद्यार्थीहरूले यो अनिवार्य गर्नु पर्यो आइटीमा अनिवार्य गर्नु पर्यो। अहिले त अब होटल म्यानेजमेन्टको विद्यार्थीहरूलाई पनि पढ्नुपर्छ जस्तो हामीले मानौँ ल म यहीँ हामी बनेपामा छौँ होइन अब यो हाम्रो एरिया काभ्रे जिल्ला भनेको त अलमोस्ट टुरिज्मको लागि सबैभन्दा बढी लगानी भएको जिल्ला भन्छु म चाहिँ होइन किन भन्दा नगरकोटमा हेऱ्यो भने सबभन्दा लग्जरियस होटलहरू त्यहाँ छ धुलीखेलमा हेऱ्यो भने पनि त्यही छ होइन वरिपरि जता हेऱ्यो भने एकदम लग्जरियस एकदम ठुलो लगानीमा होटलहरू खुलेको देख्न सकिन्छ होइन किन भन्दा अब नेपालको सबभन्दा ठुलो राजधानी काठमाडौँबाट सबभन्दा नजिकको ठाउँ यो पनि हो र एकदमै नेचुरल्ली ब्युटिफुल एरियाहरू भएको ठाउँ हो यो होइन त्यो भएर ठुलो लगानीहरू हस्पिटालिटी सेक्टरमा होटल सेक्टरमा भएको छ। अब यहाँ बस्ने होटलहरू मानौँ माथिको नाइटाडामा बस्ने एउटा होटलमा एउटा रुमको एक दिनको मानौँ 50,000 पर्छ अरे अथवा 1 लाख रुपियाँ पर्छ भने 1 लाख रुपियाँ तिरेर म यहाँ बनेपामा बसिरहेको मान्छे त्यहाँ बस्न त जाँदिनँ होइन त्यो 1 लाख रुपियाँ तिरेर त्यो रुममा बस्न आउने अथवा मान्छे को हुन्छ त कुनै न कुनै रिचेस्ट मान्छे आउँछ उसले के गर्नु पर्यो त भन्दाखेरिमा काठमाडौँको नजिकै कुन चाहिँ ठाउँ हुनसक्छ त्यो ठाउँमा गएर मैले चाहिँ आफ्नै घरको जस्तो इन्भाइरोमेन्टमा बस्न पाउँछु खान पाउँछु अथवा होइन लग्जरियस तरिकाले बस्न पाउँछु तर टोटल्ली नयाँ ठाउँमा गएर जहाँ मान्छेहरू मेरो ल्याङ्ग्वेज मिल्दैन होइन बसेको बोलीचाली मिल्दैन तर पनि त्यस्तो ठाउँमा नि गएर मैले एकदम होइन घरको जस्तो इन्भाइरोमेन्टमा त्योभन्दा अझ राम्रो तरिकाले एकदम हाइफाई तरिकाले बसेर म बस्न सक्छु भन्ने तरिकाले मान्छेले हेऱ्यो भने मानौँ यहीँको कुनै एउटा होटल हुनसक्छ। कहाँबाट आउनु पऱ्यो त उसले पैसा तिर्न खोजिरहेको हुन्छ उसले डलरमा मानौँ ऊ बसिरहेको छ युएसमा बसिरहेको छ अमेरिकामा बसिरहेको छ पैसा तिरिरहेको छ नेपालमा नेपाली करेन्सीमा डलरमा तिरेको पैसा नेपालीमा कन्भर्ट भएर यहाँनिर जहाँ बुकिङ भइरहेछ त्यहाँको मान्छेले पाउनु पर्नेछ होइन अनि उसले खोज्दाखेरिमा फेरि यो होटल बेस्ट भनेर यो रुम बेस्ट इच एन्ड एभ्री सबै कुराहरू उसलाई फिक्स भएर उसले त्यहाँ बसेर बुकिङ गर्नुपर्नेछ यो सबै टेक्नोलोजी बिना सम्भव छैन। तर होटल म्यानेजमेन्ट अथवा हस्पिटालिटी पढ्ने विद्यार्थीले पनि टेक्नोलोजीको एक्सेस चाहिँ एकदमै इम्पोर्टेन्ट छ। त्यही भएर उनीहरूले के गर्नु पर्यो त भन्दा पढ्न चाहिँ होटल म्यानेजमेन्ट पढ्छन् विद्यार्थीले
प्रत्येक सेमेस्टर 8वटा प्र्याक्टिकलहरू गर्छन्, 1 वर्ष बाहिर गएर इन्टर्नसिप नै गर्ने गर्छन् होइन। एकदम एडभान्स फुड आइटमहरूदेखि लिएर होइन, अथवा त्यसको हाउसकिपिङदेखि लिएर होइन, अथवा भनौँ न त्यसको सर्भिस सेक्टरदेखि लिएर सबै सिक्छन्। अनि अर्कोतिर उनीहरूले एडभान्स टेक्नोलोजी पनि सिक्नुपर्ने हुन्छ, किनभने वर्ल्ड वाइड रिजर्भेसन्सको कुराहरू छ होइन, अनि त्यो भएर टुरिज्मको कुराहरू छ होइन। त्यो चाहिँ टेक्नोलोजी बिना पोसिबलै छैन। त्यो भन्नाले उनीहरूले पनि बसेर यहाँनिर के गर्छन् त भन्दा कम्प्युटरमा कोडिङहरू गर्नेदेखि लिएर बुकिङहरूदेखि लिएर एडभान्स सफ्टवेयर चलाउनेदेखि लिएर वर्ल्ड वाइड रिजर्भेसनको सिस्टमहरूदेखि लिएर सबै हेर्ने गर्छन्। त्यो यो ल्याबहरू भनेको चाहिँ होटल म्यानेजमेन्ट विद्यार्थीले आफ्नो सेक्टरको इम्प्लिमेन्टेसनको लागि गर्ने गर्छन्, आइटीको स्टुडेन्टले चाहिँ त्यस्तो सफ्टवेयरहरू बनाउनको लागि गर्ने गर्छन्। दुइटैलाई प्रयोग हुने गर्छ। यो चाहिँ हाम्रो BHM ब्याचलर अफ होटल म्यानेजमेन्ट विद्यार्थीहरूको लागि जस्तो डिलक्स रुम भनेर बनाएको छौँ हामीले होइन। अब यो खासमा हामी अहिले पनि भने मैले हस्पिटालिटी सेक्टर कस्तो छ त भन्दा जहाँ घर छ त्यहीको मान्छे भन्दा पनि यस्तो नयाँ ठाउँमा पुग्ने गरिन्छ कि जहाँ टोटल्ली अननोन छ क्या होइन। त्यहाँको रहनसहन खानपिन मान्छे बसाइ उठाइ रीतिरिवाज संस्कृति केही पनि थाहा छैन, तर त्यस्तो ठाउँमा नयाँ मान्छेहरू पुग्यो भने कहाँ जाने त? होटलमा जाने होइन, अथवा रिसोर्टमा जाने होइन। त्यो होटल रिसोर्टमा जाँदा चाहिँ अब सबै कस्तो खालको हुनसक्छ त? 4 वर्ष के का लागि पढ्ने त? मान्छे कहाँबाट स्टोन एजबाट अहिलेसम्म आइपुग्दा चाहिँ के भयो त भन्दाखेरि मान्छेले आगोबाट पकाएर खान सिक्यो होला। बिस्तारै गर्दै गर्दै जाँदा खाने आइटमहरू चाहिँ एकदम एडभान्स होइन, अलिकति डेलिसियस एकदम भनौँ न होइन, एकदम मिठा मिठा फुड आइटमहरू बनाएर खाने होइन, लग्जरियस ठाउँमा बस्ने होइन। अनि त्यसरी चाहिँ मान्छे अगाडि बढिरहेको हुनाले वर्ल्डको संसार ह्युम्यानिटी नै त्यसरी गइरहेको हुनाले अब के हुने गर्छ त भन्दा ब्याचलर पढेको स्टुडेन्टले चाहिँ यो होटल इन्डस्ट्रीलाई आज पढेको विद्यार्थीले अब 40-50 वर्ष पछाडि कस्तो होला, 10 वर्ष पछाडि, 15 वर्ष पछाडि, 20 वर्ष पछाडि नेपालको होटल इन्डस्ट्री कस्तो बनाउने भन्ने कुरा उनीहरूले लर्न गर्नुपर्ने हुन्छ, सिक्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ उनीहरूले यहाँनिर जस्तो यो भनेको हामीले एउटा सिम्पल एउटा एक्जिक्युटिभ स्विट रुम कस्तो हुनसक्छ त? कुनै एउटा होटलमा गएर बस्नु पऱ्यो भने अथवा त्यहाँ सिइओहरू बस्नु पर्ला, अथवा प्रेसिडेन्टहरू बस्नु पर्ला, प्राइम मिनिस्टरहरू बस्नु पर्ला, अथवा एकदम भिआइपी गेस्टहरू बस्नु पर्ला होइन। अनि एउटा चाहिँ एक्जिक्युटिभ रुम कस्तो हुनसक्छ भनेर उनीहरूले पढ्दै जाँदा डेली सरहरूले जसले पढाउनुहुन्छ, जसले काम गरिरहेको हुन्छ त्यसमा यसलाई चाहिँ हामीले डेमोन्स्ट्रेसन गराउनको लागि यहीँ आफ्नो कलेजभित्र प्र्याक्टिकल ल्याब हो यो चाहिँ होटल म्यानेजमेन्ट पढेको विद्यार्थीहरूको लागि होइन। अब यसमा हामीले हेऱ्यौँ भने सुरुमा आउँदा एउटा गेस्टहरूको लागि कस्तो खालको होइन चिजहरू चाहिन सक्छ। अब उनीहरू वहाँ बसिरहेको छ भने बेलुकी अध्ययन गर्नुपर्ने होला, ल्यापटप राख्नुपर्ने होला, पढ्नुपर्ने होला, प्र्याक्टिसहरू गर्नुपर्ने होला, अथवा उनीहरूलाई 2-4 दिन अथवा 1 महिना 2 महिना बस्नु पऱ्यो भने त्यहीँ बसेर काम गर्नुपर्ने होला। कसैले आउटसोर्सिङ काम गरेर आउन सक्छ, कसैले अफसोरिङ कामहरू गरेर आउन सक्छ, यहीँ बसेर ग्लोबल मार्केटमा काम गरेर आउन सक्छन् होइन। उनीहरूलाई बस्नलाई लग्जरियस सोफाहरू चाहियो, अथवा अब काम गर्ने होइन टेबलहरू चाहियो होइन, कुर्सीहरू चाहियो, त्यो अनुसार सेटअप गरिदिएको हुन्छ होइन। अथवा बस्दा चाहिँ बोरिङ नहुने तरिकाले होस् भन्ने तरिकाले यस्तो चाहिँ रुमहरू हुन्छ है भनेर गरेको हुन्छ भने अब यहाँनिर जस्तो अब कुनै बेला बोर लाग्यो भयो केही भयो भने अब यसमा हेऱ्यौँ हामीले भन्दाखेरिमा यो चाहिँ अब अहिले हामीले यसमा टिभी राखेको छैन होइन। यसलाई चाहिँ हामीले टिभी राखिदिन्छौँ पछि यस्तो चाहिँ हुन्छ है भनेर। होटलहरूमा मानौँ टिभी छ, उहाँहरू काम गर्दै हुनुहुन्छ, आफूलाई अरू केही गर्नु पऱ्यो, त्यहाँ बसेर केही काम गरिरहेछौँ, यहाँनिर मलाई युट्युबमा केही सर्च गर्नु पऱ्यो अथवा केही हेर्नु पऱ्यो भने स्मार्ट टिभीमा यताउता हेरेर गर्न सकिन्छ, अथवा अरू केही पनि हेर्न सक्यो टिभी होइन। भने मानौँ यति अब यहाँ काम गर्दा गर्दै अब बोरिङ भयो, एकछिन रेस्ट गर्नु पऱ्यो, सुत्नु पऱ्यो, के गर्नु पऱ्यो भने यो टिभीलाई फेरि हामीले यसरी यतातिर फर्काएर अब यहाँ आयौँ भने के गर्न सक्यो त भन्दा अब यहाँनिर 2 जना सोफामा बसौँ अथवा केही गरौँ, एकछिन टेबल टकहरू गरौँ होइन, अरू केही डिस्कसनहरू गरौँ, मिटिङहरू गरौँ भने यता पनि गर्न सक्यो होइन। अब म यसलाई यसो साइडमा लगाउँछु होइन, बेडमा रेस्ट गर्छु अब, अनि एकछिन अब बेलुकी सुत्नुभन्दा अगाडि एकछिन टिभी सिभी हेर्छु, अथवा केही च्यानलहरू आफूलाई मनपर्ने कुराहरू अथवा होइन अहिले आइरहेको न्युजहरू अरू करेन्ट कुराहरू केही हेर्छु भने यहाँनिर रेस्ट गर्न सक्नुहुन्छ, फेरि यतातिर टिभी हेर्न सक्नुहुन्छ भन्ने हिसाबले यो चाहिँ होटल म्यानेजमेन्टको विद्यार्थीहरूलाई एउटा चाहिँ डिलक्स अथवा स्विट रुम अथवा एक्जिक्युटिभ रुमहरू कस्तो हुनसक्छ भनेर डेमोन्स्ट्रेसनको लागि प्र्याक्टिकल गर्नको लागि बनाइएको हुन्छ। अनि यो चाहिँ कस्तो हुने गर्छ त भन्दाखेरिमा हामीले यो मिलाउनुको पनि अर्थ छ है, यो मिलाउनुको पनि अर्थ छ। जस्तो यो यसरी फर्काएर राख्नुको एउटा अर्थ हुन्छ, अथवा यो राख्नुको होटलमा हामीले जहाँ हेऱ्यौँ भने पनि होटलमा यो सिरकहरू राखेको अथवा ओड्ने चिजहरू होइन एउटै फर्मेटमा मिलाएर राखेको हुन्छ होइन। अथवा कस्टमरलाई चाहिँ यहाँनिर आएर सुत्नु पऱ्यो के गर्नु पऱ्यो भने कुनै एउटा साइडबाट आएर होइन एउटा साइड चाहिँ अलिक सजिलो बनाएर राखेको हुन्छ भने अर्को साइड चाहिँ अलिकति टाइट हुने गर्छ, कता साइड सजिन्छ त्यताबाट ट्याक्क लियो सुत्नलाई होइन गर्नलाई सजिलो होस् भन्ने तरिकाले अझ अलिकति यस्तो फर्काएर पनि राखिने गरिन्छ होइन। त्यो चाहिँ एउटा भयो। अब उहाँहरूलाई बिहान यसो उठ्नु पऱ्यो, केही हेयर ड्रायरहरू गर्नु पऱ्यो, चिया कफीहरू केही खानु पऱ्यो भने त्यो भयो। अनि मेन्युहरू भयो, सबै कुरा यहीँनिर सेटअप हुन्छ होइन। अब नुहाइधुवाइ गर्नु पऱ्यो केही गर्नु पऱ्यो भने हामीसँग डिलक्स रुमभित्रै होइन एकदमै होइन भनौँ बाथरुमहरूदेखि लिएर होइन टोयलेटदेखि लिएर होइन बाथ टबदेखि लिएर सबै कुरा चाहिँ वेल डेकोरेटेड एउटा चाहिँ
भिआइपी रुम अब तपाईँहरूले भोलि बिहान होटल म्यानेजमेन्टमा जाँदा, होटल सेक्टरमा जाँदा एकदमै राम्रो फुड आइटमहरू त बनाउनुहुन्छ, खानेकुराहरू बनाउनुहुन्छ, अरू सिकाउँछ, त्यो प्र्याक्टिकल छुट्टै सिकाउँछौँ। मान्छेलाई बस्ने खालको त्यही अनुसार पनि चाहिन्छ भन्ने हिसाबले चाहिँ डेमोन्स्ट्रेसनको लागि राखिएको रुम हो। जस्तै सर यो होटल म्यानेजमेन्टको पढाइ चाहिँ विशेष गरी आम मान्छेले बुझ्ने चाहिँ खालि त्यही अघि हामीले भने जस्तो पकाउने, खुवाउने वा किचनमा गर्ने वा चाहिँ खाना लाने, लैजाने, ल्याउने होइन वेटरको काम गर्ने हो कि भन्ने बुझाइ चाहिँ आम मान्छेलाई होटल म्यानेजमेन्ट भन्ने बित्तिकै त्यही होटलको वेटरको रूपमा काम गर्ने होइन, अझ जुठा भाँडाहरू समाउने, पखाल्ने, माझ्ने भन्ने बुझाइ छ। अघि यहाँले यो बेडहरूको मिलाइको कुरा, यो जुन यसको विशेषताका बारेमा वा यी सबै विषयमा बताउनु भयो। खास यो जान्नै पर्ने चाहिँ किन आवश्यक छ, के यस्तो छ सर? अब यो के छ भन्दाखेरिमा हुन त हामीले पहिला अब खाना पकाएर खाँदैन थियो मान्छेले, पछि बिस्तारै खाना पकाएर खान थाल्यो, घरमै खान्थ्यौँ। अहिले त कतिपय ठाउँमा घरमा खाने सिस्टमहरू पनि कतिपय कन्ट्रीमा हटिसकेको छ होइन। अब बिस्तारै मान्छे अब वर्ल्ड वाइड नै हेऱ्यौँ भने हामीले ह्युम्यानिटी कसरी डेभलप हुँदै गएको छ भने घरबाट अलिकति बाहिर खाने ट्रेनहरू पनि बढ्दै गएको छ नि है, बाहिर घुम्ने ट्रेनहरू बढ्दै गएको छ होइन। अथवा मान्छेलाई अलिकति भनौँ न 1-2 दिन, अहिले त अब नेपाल सरकारले लिएर आएको छ 2 दिन बिदाको कन्सेप्टहरू लिएर आइरहेको छ होइन। त्यो भयो भने पनि बाहिर यसो निस्किने होइन। अनि नेपाल चाहिँ नेचुरली एकदम ब्युटिफुल कन्ट्री पनि छ। यो हस्पिटालिटी र होटल सेक्टर चाहिँ कस्तो छ भन्दा यो कहिल्यै पनि ग्रो गरेर नसकिने फिल्ड छ। जति सक्यो त्यति राम्रो राम्रो एडभान्सहरू बनाउँदै जान मिल्ने फिल्ड छ होइन। मान्छेले जति पैसा कमायो त्यति एकदम लग्जरियस ठाउँ बस्न चाहन्छ होइन, खान चाहन्छ, गर्न चाहन्छ, त्यो रियालिटी हो, स्वीकार होइन। त्यो भएर यो सेक्टर कस्तो चाहिन सक्छ, नेपालको लागि कुन बेस्ट हुन सक्छ। जस्तो हामीसँग नेपालमा चाइनामा 1.5 अरब पपुलेसन, लगभग 1.5 अरबको हाराहारीमा पपुलेसन चाइनामा पुगेको छ, 1.5 अरबकै हाराहारीमा इन्डियामा पपुलेसन छ। नेचुरल्ली ब्युटिफुल कन्ट्री चाहिँ नेपाल छ होइन। टुरिज्मको लागि चाहिँ एकदमै राम्रो कन्ट्री छ भने यो हस्पिटालिटी सेक्टरलाई एकदमै राम्रो तरिकाले डेभलप गर्न सक्यौँ हामीले भने हामी कति 1.5-2 करोड 2 करोड 2.5 अथवा कति बाहिर हुँदा कति छ होइन एक्चुअली त्यो भएको जनसङ्ख्याले चाहिँ हामीले यो सेक्टरमा राम्रोसँग काम गर्न सक्यौँ भने हामीले त अब भनौँ न यो सेक्टरबाट त देशै धनी हुने गरी काम गर्न सकिन्छ, सबैलाई रोजगारी सिर्जना गर्ने गरी काम गर्न सकिन्छ। त्यो भएर यो सेक्टरलाई जति एडभान्स बनाउँदै लिन सक्यौँ, जति राम्रो बनाउँदै लिन सक्यौँ, त्यति धेरै स्कोप र अपर्च्युनिटी छ। त्यो भावनाले अब हिजो बिहान हो मान्छेले होटल भनेको त्यही होटलमा खाना पकाउने, भाँडा माझ्ने भन्ने थियो भने अबको 10 वर्षपछि होटलमा भाँडा मान्छेले नमाज्ने हुनसक्छ, रोबोटले माझ्ने हुनसक्छ। 4 वर्ष पढेको विद्यार्थीले त्यो रोबोटबाट भाँडा मजाउने काम गर्छन् उनीहरूले, र आफूले यो सेक्टरमा अझ नयाँ इनोभेसनहरू कसरी गर्ने भन्ने सोच्छन् होइन। अथवा यो सेक्टरमा चाहिँ कतिपय मेसिनहरूलाई काम गराउने, मेसिनलाई काम गराउने धेरै जसो होइन। अनि बाँकी काम चाहिँ आफूले अलिक इनोभेटिभ तरिकाले नयाँ नयाँ गर्ने र नयाँ जब अपर्च्युनिटीहरू क्रिएट गर्ने, आफ्नो बिजनेसलाई अझ ग्रो गराउने, वात्तै अगाडि बढाएर लैजाने तरिकाले जान सक्छन्। त्यो भावनाले चाहिँ यो सेक्टर भनेको एकदमै हाइली पोटेन्सियल भएको, स्कोप भएको, अपर्च्युनिटी भएको फिल्ड चाहिँ छ। सर यो आइटीमा चाहिँ अहिले विशेष गरी हरेकले जान्नै पर्ने, हरेकलाई अत्यावश्यक र स्वदेशमा होस् वा विदेशमा होस्, हिजो हामी साक्षर निरक्षरका कुरा गर्थ्यौँ, आज त्यो साक्षर निरक्षरको कुरा चाहिँ बिस्तारै ओझेलमा पर्दै जसले निरक्षर छ वा जो निरक्षर छ त्यसले पनि फोन चलाइरहेको वा यो प्रविधिसँग चाहिँ अभ्यस्त भइरहेको हामी देख्छौँ। यो आवश्यकता त अनिवार्य नै देखिन्छ। यो सम्भावना र चुनौती चाहिँ के छ? हामी त अहिले त्यहाँ पढाइ पनि राखेका छौँ विद्यार्थीहरूलाई। अब मलाई लागेको यो खासमा लर्निङ भनेको चाहिँ 2-3 वटा चिजहरूमा डिटरमाइन भर पर्छ होइन। जस्तो एजुकेसन होला, इन्भाइरोमेन्ट होला, एक्सपिरियन्स होला होइन। अब अहिलेको बच्चाबच्चीहरूले कतिपय कुराहरू उनीहरूले गेम खेल्दा खेल्दै होइन, अथवा टिभी हेर्दा हेर्दै, अथवा साथीभाइबाट अथवा धेरै कुराहरू लर्न गरेर आउँछन् होइन। जस्तो माइनक्राफ्ट गेम खेलेर हुन्छन्, त्यो चाहिँ एआई बेस्ड गेमहरू हुने गर्छ होइन। अब बच्चाहरूलाई सानैदेखि नै के गरिरहेको छ त भन्दाखेरिमा एआईको बारेमा एउटा खालको नलेज चाहिँ गेमहरूले दिइसकेको छ होइन। अनि अब एजुकेसनमा पनि हामीले हेऱ्यौँ भने जस्तो हिजो बिहान हामी एकदम त्यो सानो बोर्डहरू राखेर खरीबाट अथवा होइन चकबाट लेखेर पढ्ने गर्थ्यौँ भने अब अहिले चाहिँ मोबाइल आफै बोल्ने गरी च्याट जिपिटीहरू आइसकेका छन् होइन। बच्चालाई इन्ट्रेक्सन गर्नु पऱ्यो भने उनीहरूले टाइप गर्दैन, अनि भोइसमा जान्छन्, यो भनेको के हो, त्यो भनेको के हो भनेर अनि भोइसबाट इन्ट्रेक्सन गरेर गर्ने गर्छन्। त्यसबाट पनि एआई कतिपय ठाउँमा एडभान्स एआई उनीहरूले युज गरेको देखिन्छ होइन। लर्निङको त्यो पनि मेथोडोलोजी भयो। र कतिपय ठाउँमा अब यसको मिसयुजहरू छैन भन्न चाहिँ सकिँदैन, किन भन्दा मिसयुज छ। कसरी मिसयुज छ भने म नेपालको केसमा सानो एउटा जोड्न चाहन्छु मलाई लागेको। जस्तो प्यारेन्ट्सहरू हुनुहुन्छ होइन, तपाईँहरू जो प्यारेन्ट्सहरू हुनुहुन्छ तपाईँहरू आफूले मोबाइल हेर्नुहुन्छ अनि प्यारेन्ट्स उमेर पुगेको छ तपाईँको 40 वर्ष होइन, तपाईँहरू म्यारिड हुनुहुन्छ, बच्चा जन्मिसकेको छ तपाईँको, अनि तपाईँ आफू जुन स्मार्ट मोबाइल चलाउँदै हुनुहुन्छ
अनि त्यो स्मार्ट मोबाइलमा तपाईँले के कुराहरू एक्सेस गर्नुहुन्छ अनि त्यही मोबाइल लगेर बेलुकी बच्चा माग्यो भने त्यही मोबाइल बच्चाले हात पार्दिनुहुन्छ कि दिनभरि अथवा तपाईँले आफूले स्क्रोल गर्ने कन्टेन्ट अनि त्यो भर्खर 2-4 क्लास पढेको बच्चाकोले हेर्न पायो कि तपाईँको ब्रेन जसरी डेभलप भएको छ तपाईँले एक्सपिरियन्स जसरी लिनुभएको छ एजुकेसन जुन छ जुन इन्भाइरोमेन्ट छ अथवा तपाईँले एउटा कुरा सबै समाजमा यसरी हुन्छ यो हुन्छ भनेर तपाईँ आफूले लर्न गर्न सक्ने बुझ्न सक्ने पचाउन सक्ने जे भइसक्नु भएको छ त्यो बच्चा त भएको छैन नि त उसको त कलिलो माइन्डमा धेरै कुराहरू त्यसको ब्रेनमा इन्ट्री गरेकै छैन ब्रेनै त्यो अनुसार डेभलप भइसकेको छैन भने उसको ब्रेनमा सिधै ती कुराहरू जाँदाखेरिमा तपाईँले हेरेका कुराहरू जाँदाखेरिमा चाहिँ उसको ब्रेनलाई असर गर्छ त्यही भएर प्यारेन्ट्सहरूले बुझिदिनु पर्ने के हुन्छ भने यदि तपाईँ आफ्नै मोबाइलमा बच्चालाई दिने गर्नुहुन्छ भने मोबाइलमा हेर्ने कन्टेन्ट तपाईँ आफै सुध्रिनुहोस् एकदमै धेरै ख्याल गर्नुहोस् किनभने तपाईँको कतिपय गलत लतहरू होला अथवा गलतै त भन्दिनँ म कतिपय तपाईँले जान अनजानमा हेरेका विभिन्न चिजहरू चाहिँ डाइरेक्ट बच्चापछि बिचमा पुगिरहेछ होइन उनीहरूको ब्रेनमा डाइरेक्ट इनपुट त्यस्तो आइरहेछ कि बच्चालाई मोबाइल चलाउँदैन डिफ्रेन्ट मोबाइल युज गर्नुहोस् अथवा गभर्मेन्टले पनि गर्नुपर्ने चाहिँ के हुन्छ भने एज अनुसारको कन्टेन्टहरू कुन हेर्ने नहेर्ने अलिअलि बसेर केही न केही छुट्याइदियो भने चाहिँ सजिलो होला भन्ने लाग्छ अहिले टेक्नोलोजी त्यसरी गएको छ देख्छु म होइन अब तर टेक्नोलोजी फेरि कस्तो हो भन्दा हिजो बिहान सबैभन्दा 1700-1800 तिर सबैभन्दा बढी आविष्कार कहाँ हुन्थ्यो भन्दा युरोपमा हुने गर्थ्यो त्यो नै बेला संसार युरोपले लिड गर्थ्यो भने त्यो बिस्तारै दोस्रो विश्वयुद्धपछि त्यो आविष्कारहरू कता सिफ्ट भयो भन्दा अमेरिकातिर गयो र अमेरिकाले 100 वर्ष जस्तो संसार लिड गर्यो सबैभन्दा बढी आविष्कार कहाँ हुन्थ्यो अमेरिकामा हुन्थ्यो युरोपमा भएका आविष्कारहरू हेऱ्यौँ भने हामीले सबैभन्दा बढी टेक्नोलोजीतिर नै बढी भएको छ स्टिम इन्जिनदेखि लिएर हामीले होइन पछाडिका आएका जति पनि आविष्कार हेऱ्यौँ भने टेक्नोलोजीतिर साइन्स एन्ड टेक्नोलोजीतिर नै बढी आविष्कार भएको देखिन्छ पछि सेकेन्ड वर्ल्ड वार पछि अमेरिकातिर पावर गइसकेपछि पछाडिको इनोभेसनहरू आविष्कार हेऱ्यौँ भने त्यो पनि टेक्नोलोजी नै बढी भएको देखिन्छ अब अहिले पछाडि आविष्कार चाहिँ एसियामा सिफ्ट भएको छ भन्छु म चाहिँ सबभन्दा बढी आविष्कार हाम्रै वरिपरि हुने गर्छ होइन अथवा हामी बिचमा छौँ चाइनामा सबभन्दा बढी आविष्कारको खानी होइन नयाँ नयाँ इनोभेसनहरू आविष्कार चाइनामा हुने गर्छ अर्को इन्डियातिर पनि त्यसरी आइरहेछ भने अब हामी कहाँ हाम्रो पालो आयो हामीले पनि गर्नुपर्ने बेला आयो होइन त्यति बेला चाहिँ हामीले टेक्नोलोजी प्रयोग गर्ने र टेक्नोलोजी चाहिँ सही सदुपयोग गर्दै यसलाई चाहिँ अब टेक्नोलोजी घट्नेवाला चाहिँ छैन फेरि यो बढ्दै बढ्दै जान्छ पहिलाभन्दा अब झन् डबल छिटो हुन्छ पहिला 18 महिनामा डबल हुन्थ्यो भन्थ्यो भने अब 3 महिनामा डबल हुन्छ त्यति छिटो चेन्जहरू आउनेवाला छ यसमा होइन त्यही भएर त्यो कुराहरूलाई स्वीकार्दै यसलाई चाहिँ हामीले हाम्रो तरिकाले हामीलाई पनि फाइदा हुने गरी नेपाललाई हाम्रो शिक्षा क्षेत्रलाई तपाईँ हामीलाई फाइदा हुने गरी प्यारेन्ट्सलाई स्टुडेन्टहरूलाई सबैलाई नेपाली सोसाइटीलाई नेपाली समाजलाई हुने गरी जानुपर्ने छ त्यसको लागि राइट कन्टेन्ट राइट मेटेरियलहरू एक्सेस गर्दै अहिले त्यसमा मेहनत गर्दै होइन स्किलहरू डेभलप गर्दै गयो भने हामी राम्रो गर्न सकिन्छ भन्ने चाहिँ लाग्छ मलाई सर यो चाहिँ हामीले सङ्कल्प कलेजको हल जहाँ हामीले मानौँ कि कन्फरेन्सहरू गर्नु पऱ्यो सेमिनारहरू गर्नु पऱ्यो होइन एकदमै स्पेसल गेस्टहरू बोलाएर प्रोफेसरहरू बोलाएर अथवा इन्डस्ट्रियल एक्सपर्टहरू बोलाएर डिफ्रेन्ट डोमेनको भनौँ न होइन अब मानौँ होटेल सम्बन्धीको पनि हुन सक्यो अथवा आइटी सम्बन्धीको पनि हुन सक्यो आइटी सम्बन्धी पनि एकदम अहिलेको लेटेस्ट इमर्जिङ टेक्नोलोजीहरू के हुन सक्छन् होइन ती टेक्नोलोजीहरू सम्बन्धीको विद्यार्थीहरूलाई चाहिँ के सेसनहरू राख्नु पऱ्यो भने हामीले विद्यार्थीहरूलाई चाहिँ यो हलमा लिएर आउने गर्छौँ होइन अथवा कहिले क्लासहरू पनि गर्छौँ यसमा होइन वर्कसपहरू गराउनु पऱ्यो होइन एक्सपर्ट ट्रेनिङहरू गराउनु पऱ्यो के गर्नु पऱ्यो भने यसमा लिएर आउँछौँ अनि यसमा आइसकेपछि खासमा हामीले यसको उद्देश्य भनेको हामीसँग भनौँ न यो अब बोर्ड हेऱ्यौँ भने पनि हामीले होइन स्टुडेन्टलाई चाहिँ पछाडि त्यो कर्नरदेखि लिएर यो कर्नरसम्म सबैसँग देखिने गरी यो चाहिँ ठुलो एउटा स्मार्ट बोर्ड हुन्छ यसमा पावर पोइन्ट पनि प्रेजेन्टेसन पनि देखाउन मिल्यो अथवा इन्टरनेटसँग कनेक्ट हुन्छ व्हाइट बोर्डहरू पनि हुन्छ होइन अथवा हामीले यो चाहिँ कम्प्युटरमा गर्न मिल्ने कामहरू यो स्मार्ट बोर्डबाट गर्न मिल्ने गरी हुन्छ अनि स्टुडेन्टलाई चाहिँ क्लियरली साउन्ड पनि त्यही अनुसार आउँछ होइन अब एक्सपर्टहरू लिएर आएर अलिकति हाई लेभलको सेसनहरू गराउनु पऱ्यो भने यो हल चाहिँ हामीले युज गर्ने गर्छौँ र यो हलको मेन उद्देश्य भनेको लेटेस्ट इमर्जिङ टेक्नोलोजीदेखि लिएर अलिकति वाट नेक्स्ट भन्ने टाइपको पढाइमा होइन भनौँ न फ्युचर कस्तो होला कसरी जाला एजुकेसन स्टेप पढिसकेपछि तपाईँहरूले त होटल म्यानेजमेन्ट पढेको मान्छेले अहिले भएको होटलभन्दा नयाँ कसरी बनाउने त भन्ने बारेमा सोच्नुपर्ने छ आइटी पढिरहेको स्टुडेन्टले अहिलेसम्म भएको टेक्नोलोजीभन्दा नयाँ के टेक्नोलोजी आउँछ त्यो बनाउने तपाईँ बन्नुपर्ने छ होइन वाट नेक्स्टमा जानुपर्ने छ सोसाइटीलाई ड्राइभ गर्नुपर्ने छ बिजनेसलाई ड्राइभ गर्नुपर्ने छ होइन र ओल्ड मार्केटमा कम्पिटिसन गर्दै आफ्नो नेसन्सलाई रिच बनाउनु पर्ने छ आफ्नो कम्पनी ठुलो गराउनु पर्ने छ होइन तपाईँ आफू धनी बन्नुपर्ने छ आफूलाई अगाडि जानुपर्ने छ ती चिजहरू गर्नको लागि चाहिँ स्टुडेन्टलाई चाहिँ एकदम मोटिभेसनदेखि लिएर हाई लेभल स्किलहरू सिकाउनको लागि चाहिँ हामीले यो सङ्कल्प हल प्रयोग गर्ने गर्छौँ त्यो भएर सङ्कल्पमा केही इनोभेसन भयो भने त्यसको सुरुवात यहाँ हुन्छ भन्ने गर्छु म चाहिँ होइन इनोभेसनको सुरुवात गर्ने हल सङ्कल्प हलमा चाहिँ नयाँ सुरुवाती चाहिँ यो हलबाट हो एकदम नयाँ सुरुवाती
यहाँ हामीले जे गर्छौँ त्यो चाहिँ पढाइरहेको भन्दा नर्मल भन्दा अलिक डिफ्रेन्ट खालको सेसनहरू चलाउने गर्छौँ। यहाँ आउँदाखेरिमा विकली एउटा सेसन चलायो भने मानव कहिलेकाहीँ चाहिँ वर्ल्डको टप आइटी कम्पनीमा काम गरेर एकदम सिनियर डेभलपरले अनलाइन सेसन गराउनु भने यसबाट गराइदिन्छ, अथवा अफलाइन फिजिकल यहाँ आएर गराउने गर्नुभयो भने, अथवा हस्पिटालिटी सेक्टरमा पनि त्यसरी गर्ने गर्छौँ, अथवा नेपालको सबभन्दा टप एक्सपर्टहरूको हुनुहुन्छ उहाँहरूलाई चाहिँ यहाँ बोलाउने हामीले होइन। यहाँ बोलाइसकेपछि स्टुडेन्टसँग बसेर इन्ट्रेक्सन गराउने गर्छौँ। यो चाहिँ क्लासरुम विद्यार्थीहरूको लागि पढ्नको लागि। खासमा यसमा हामीले त्यही एउटा स्मार्ट बोर्ड हुन्छ सबै कम्प्युटर जस्तो काम गर्नको लागि, अर्को चाहिँ बोर्ड राखेको हुन्छौँ होइन, अर्को चाहिँ वाइफाई कनेक्टेड हुन्छ होइन क्लासरुमहरूमा। विद्यार्थीहरू यहाँ आउँदा भनौँ न आफै कहिलेकाहीँ चाहियो भने नेटसँग कनेक्ट गरेर काम गर्न सक्छन्। अलमोस्ट क्लासरुमहरू चाहिँ हाम्रो यही हो होइन। क्लासरुम एकचोटिमा 2टादेखि 3टा गरेर यसरी राखेको छौँ होइन। विद्यार्थीलाई बस्नलाई चाहिँ अब टेबल र कुर्सीहरू चाहिँ ठिक्क लग्जरियसै छ, ठिक छ, राम्रो होइन। हामीले हेरेकोमा सबभन्दा राम्रो फर्निचर र राम्रो टेबल यो चाहिँ क्लासरुमको सेटअपको लागि। अघि यहाँले यो क्लासमा नै वाइफाईको कुरा गर्नुभयो। अहिले हुन त यो आइटी पढाउने कलेज पनि हो, कलेजका विद्यार्थीहरूलाई त त्यो अनिवार्य पनि भयो। एकातिर हामी बालबालिकाहरूलाई चाहिँ यो आइटी वाइफाईबाट टाढै राखौँ, मोबाइल चलाउनबाट टाढै राखौँ भनेर सिकाइराखेका छौँ। अर्को चाहिँ यो कक्षामा चाहिँ फेरि अनिवार्य गरिराखेका छौँ। यो होइन, हामी आइटी पढाउने कलेज हो होइन, अथवा हामी प्रविधि पढाउने कलेज हो। हामीले चाहिँ के गर्ने गर्छौँ भन्दाखेरिमा विद्यार्थीलाई चाहिँ प्रविधिको एक्सेस गरेर तपाईँले राइट कन्टेन्ट एक्सेस गर्नु एनी टाइम। किनभने हामीले मानौँ विद्यार्थीलाई होइन हाम्रो अनलाइन लर्निङ मोड्युलमा अथवा होइन गुगल क्लासरुमहरूमा होला उनीहरूलाई स्लाइडहरू राखिदिएको हुन्छौँ हो, बुक राखिदिएको हुन्छौँ होइन। अब उनीहरूसँग के हुन्छ टेक्स्ट बुक हुने गर्छ, टेक्स्ट बुक उसले डाउनलोड गर्नु पऱ्यो, आफ्नो मोबाइलमा हेर्नु पऱ्यो कि सरले पढाउँदै जाँदा कुन चाहिँ च्याप्टरमा हुन्छ, कुन चाहिँ एक्सर्साइज गराइराख्नु भएको छ मोबाइलमा, अथवा उसको ल्यापटपमा यो एक्सर्साइज यो नम्बर होइन उनीहरू पिपिटी स्लाइडहरू सरले पढाउने कन्टेन्टसँग सँगसँगै उनीहरूसँग पनि कन्टेन्ट हुने गर्छ। त्यो भनेको चाहिँ अहिले एडभान्स लर्निङ मेथोडोलोजीमा राख्ने गरिन्छ। किन भन्दा विद्यार्थीहरू सबै एउटै टिचरकै स्पिडमा जानुपर्छ भन्ने छैन। अहिलेको लेक्चरर भनेको चाहिँ रिसोर्स पर्सन हो होइन, उहाँले रिसोर्स जति सक्यो धेरै रिसोर्स बनाइदिनुहुन्छ अनि त्यसपछि राम्रोसँग बुझाइदिनुहुन्छ। विद्यार्थी के हुन्छ एउटा लेभल विद्यार्थीले एउटा बुझ्यो भने उसलाई अलिक बढी उसको स्पिड फास्ट छ, ऊ त बढी लर्न गर्न सक्छ होइन, भने उसले के गर्न सक्छ बढी पढ्न सक्छ कि। त्यो भन्नाले उसले के गर्नु त उसको स्पिड चाहिँ रोकिनु भएन होइन। उसको स्पिड रोकियो भने त ऊ कुनै दिन संसार सबभन्दा टप लेभल एन्टरप्रेन्योर कसरी बन्छ त। सबै एउटा क्लासभन्दा अगाडि फास्ट जान पनि सक्छ नि त कोही। उसलाई उसँग एक्सेस हुनु पऱ्यो, कन्टेन्टहरू हुनु पऱ्यो, डिभाइसहरू हुनु पऱ्यो, त्यसलाई इन्टरनेटमा राखिदिएको हुन्छ अथवा भनौँ न क्लासरुमहरूमा अनलाइनमा राखिदिएको हुन्छ, त्यो कन्टेन्ट एक्सेस गरेर उसले पढ्नु पऱ्यो। तर अब के हुन्छ हामीले पढाउँदै जाँदा कतिपय विद्यार्थीले मोबाइलमा गेम खेलेर बसिदिन्छन्, हर्को गर्छन् भने त्यो टिचरले नै हेर्छौँ, हामीले कन्ट्रोल गर्छौँ। त त्यो चाहिँ के हुनु पऱ्यो भने ब्याचलर युनिभर्सिटीमा पढ्न आउने होइन, अब त्यस्तो मेन्टालिटी छ भने त्यो विद्यार्थी नपढ्ने भन्छु म चाहिँ ब्याचलर किन भन्दा ब्याचलर पढ्नुको उद्देश्य के हो भने हामी एकाडेमिक सेक्टरमा यो पढेर जुन इन्डस्ट्रीमा म काम गर्छु त्यसलाई अलिक डिफ्रेन्ट तरिकाले अगाडि लैजान्छु भनेर त्यो 4 वर्ष 8वटा सेमेस्टर अनि ठुलो पैसा होइन मनी इन्भेस्ट गर्छौँ। सबभन्दा ठुलो त हामीले एज टाइम इन्भेस्ट गर्छौँ, किन 23 24 को भनेको सबभन्दा बेस्ट क्रिम एज हो। क्रिम एज दिइरहेको छ उसले, इन्भेस्टमेन्ट हो नि त, ऊ सेयरमा मान्छे लगानी गरेर जस्तै यो पनि लगानी हो क्या। 4 वर्ष लगानी गरिरहेछ, 8वटा सेमेस्टर पैसा मनी त्यो इन्भेस्ट गरेर अनि फेरि उसले चाहिँ गेम खेलेर बस्छ भने उसको प्यारेन्ट्सले पनि बुझाउनु पऱ्यो उसलाई, हामी भनेर आउँछौँ उसले आफूले पनि बुझ्नु पऱ्यो। त्यो गर्दा गर्दै पनि कसले गर्छ भने हामी सुधार्न सक्दैन त्यसलाई, त्यस बुझ्नु पऱ्यो विद्यार्थीले। विश्वविद्यालयमा पढ्न आउने विद्यार्थीले पिटेर पढाउन सकिन्न, भन्ने कुरा मान्न पऱ्यो, बुझ्न पऱ्यो, त्यसरी पढ्न पऱ्यो भन्ने हाम्रो बुझाइ हो। कक्षाहरू चाहिँ यही हजुर सबै क्लासहरू यही फर्मेटमा हुने गर्छ। स्मार्ट बोर्ड हुन्छ, वाइफाई हुने गर्छ, फर्निचर एकदम वेल इक्विप फर्निचरहरू हुने गर्छ, एकदम बस्नको लागि चाहिँ होइन यताउता डिस्टर्ब नहुने गरी एकदम राम्रोसँग लग्जरियस तरिकाले बस्नु पढ्न मिल्छ, कतै पनि डिस्टर्ब नहुने गरी क्लासमा आइसकेपछि पढ्ने लर्निङ इन्भाइरोमेन्ट चाहिँ एकदम बेस्ट इन्भाइरोमेन्टमा बसेर विद्यार्थीलाई पढ्ने इन्भाइरोमेन्ट हुन्छ। त्यो अनुसार विद्यार्थीहरू लर्न गर्ने अगाडि बढ्ने हो। बिहानको 5 घन्टा पढ्ने फेरि जब पनि गर्ने दिउँसो होइन, लर्निङ अर्निङ है त होइन, अनि पढ्नु पनि पऱ्यो त्यसलाई इम्प्लिमेन्ट पनि गर्नु पऱ्यो। त्यसरी जानको लागि चाहिँ दुईटै कुरा मिलाएर अगाडि बढाएको। जब चाहिँ हामी नै म्यानेज हामीले खोजिदिन्छौँ। कतिपय ठाउँमा स्टुडेन्ट्स स्किल छ भने होइन, जस्तो होटल म्यानेजमेन्टमा राम्रो होटलहरूबाट अफर आइरहेको हुन्छ, अरूबाट आइरहेको हुन्छ, यहाँ यो अफर आइरहेको छ, यहाँ यो अफर आइरहेको छ भन्छौँ। अनि आइटी फिल्डमा पनि यहाँ यस्तो भइरहेको छ, यो गर होइन, हेकाथनमा जाऊ, प्रोजेक्टमा जाऊ, यो गर, सबै हामीले हेल्प गर्छौँ त्यसमा विद्यार्थीहरूलाई। बिहान पढाइ दिउँसो रोजगार, बिहान पढाइ विद्यार्थी स्किल डेभलप गर्नु पऱ्यो पहिला, विद्यार्थी आफू पनि ट्र्याकमा हुनु पऱ्यो। गएर कुनै कम्पनीले हेर्दाखेरिमा इन्टरभ्यू त हामीले भनेको भरमा जब दिँदैन, हामीले पठायौँ रिकमेन्ड गऱ्यौँ, पहिला त हामीले रिकमेन्ड गर्ने लेभलमा विद्यार्थी बस्नु पऱ्यो होइन। अनि त्यसपछि रिकमेन्ड गरिसकेपछि अब जब दिने भनेको इन्डस्ट्रीको काम हो, किन भन्दा हामीले जोडाइदिन्छौँ, रिकमेन्ड चाहिँ गर्छौँ, भन्छौँ। अनि त्यहाँ गइसकेपछि उहाँहरूलाई पनि के फिल हुनु पऱ्यो होइन, सङ्कल्प कलेजको विद्यार्थी यहाँ आउँदा ल यो विद्यार्थी चाहिँ यो लेभलको स्किल छ, सरहरूले सिकाउनु भएको छ, यो विद्यार्थीलाई लियो भने चाहिँ मेरो कम्पनीले पनि बेनिफिट लिन्छ, प्रफिट कमाउन सक्छ, अथवा उसले पनि लर्न गर्न सक्छ, म ट्रस्ट गर्न सक्छु होइन। त्यसरी स्टुडेन्टले पनि अगाडि बढाउनु पऱ्यो। त्यो भयो भने चाहिँ जबहरूमा पनि जान पायो होइन। अब हायर गर्ने जिम्मा चाहिँ कम्पनीकै हुन्छ होइन, जब पनि जान पायो, यहाँ पनि लर्न गर्न पायो, आफ्नो चाहिँ भनौँ न
ओभरअल डेभलपमेन्ट के एकाडेमिक विथ इन्डस्ट्रियल एक्सपिरियन्स दुइटै लिएर एकदमै राम्रो गरेर जान सक्छ। गरिरहेको छन्, धेरै विद्यार्थी गरिरहेको छन्, अलमोस्ट धेरै विद्यार्थीहरू गरिरहेको छन्। एकदमै हामीले यहाँ विद्यार्थी हेऱ्यो भने होइन टप टप होटलमा काम गरिरहेको छ, काम गरिरहेको छ, एकदम हामी क्लासमा पढाउँदैन एकदम प्रोफेसनल पढाइरहेको जस्तो फिल हुन्छ यहाँ चाहिँ। होटल म्यानेजमेन्टको विद्यार्थीहरूले प्र्याक्टिकल गर्नको लागि उनीहरूको प्र्याक्टिकल एरिया हो यो होइन, जहाँ होटेलमा एउटा भनौँ न बार कस्तो हुनसक्छ होइन, अथवा कतिपय होटलहरू हामीले हेऱ्यौँ भने होटलहरूले अर्ग्यानिक आइटमहरू अथवा त्यो अर्ग्यानिक प्रोडक्टहरू बनाउनको लागि साइडमा होटलको साइडमा चाहिँ एग्रिकल्चर आफैले गरेर हुन्छन्, लगाएर हुन्छन् होइन, अनि त्यहाँबाट प्रोडक्टहरू लिएर आएर हुन्छन्, आफूले बनाएर हुन्छन्, कतिको प्रोडक्सनै आफ्नै हुने गर्छ होइन। यहाँ चाहिँ हामीले कसरी गर्ने गरेका छौँ भन्दाखेरि यो चाहिँ हाम्रो सर्भिस सेक्टर एउटा रेस्टुरेन्टमा कस्तो हुनसक्छ भनेर बस्नको लागि अहिले चाहिँ हामीले उठाइरहेको बेला छ होइन। अब यहाँनिर हामीले हेऱ्यौँ भने होटलहरूमा सुरुमा फ्रन्ट अफिस, त्यसको साइडमा चाहिँ अलिकति अगाडि बस्नलाई केही दिनलाई चाहिँ एउटा बार होइन, अनि बारको कन्सेप्टमा चाहिँ हामीले कस्तो भन्दाखेरिमा अब यहाँ पाउने विभिन्न खालको बेभरेजहरू भनौँ न होइन, डिफ्रेन्ट खालको बेभरेजहरू कस्तो हुनसक्छ होइन, कस्तो कस्टमरलाई कस्तो खालको बेभरेजहरू मन पर्न सक्छ त्यो तरिकाले एउटा बार चाहिँ क्रिएट गरेको हुन्छ। अनि यो बारमा चाहिँ बनाउन सक्ने आइटमहरू हामीले अघि भित्र सबै अलमोस्ट चिजहरू राखेको छ यसमा, त्यो अनुसारको सेटअप छ होइन। भनौँ न यसमा डिफ्रेन्ट खालको बेभरेजहरू वा कस्टमरलाई डिफ्रेन्ट खालको बेभरेजमा डिफ्रेन्ट क्लासेसहरूमा राखेर सर्भ गर्नको लागि बनाइएको छ यो चाहिँ होइन। त्यो मान्छे विद्यार्थीलाई पढाइरहँदाखेरि होटल रेस्टुरेन्ट वा होटल म्यानेजमेन्ट सम्बन्धी चाहिँ यो यस्तो चाहिँ अनिवार्य छ भनेर हामी प्र्याक्टिकलै गरेर हो, यसमा हामीले प्र्याक्टिकल गरेर देखाउन लगाउँछौँ उनीहरूलाई, प्र्याक्टिकल उनीहरूले गर्छन् होइन। एउटा होटलमा चाहिँ भनौँ न बारमा कुनै कस्टमर आइसक्यो भने बारमा उसले के खोज्न सक्छ त होइन, त्यो खालको यस्तो यस्तो हुनसक्छ भनेर बार सम्बन्धीकै एक्सपर्ट सरहरू हुनुहुन्छ उहाँहरूले होइन, उहाँहरूले आएर स्टुडेन्टहरूलाई चाहिँ बिहानको टाइममा तिमीले बारमा काम गर्दा एउटा वेल डिसिप्लिनमा बसेर होइन, किनभने बारमा हामीले हेऱ्यौँ भने कस्टमरले चाहिँ यहाँनिर आउँछ, उसले केही ड्रिङ्क गर्ने कुराहरू अरू गर्ने कुराहरू लिएर आउनसक्छ, डिफ्रेन्ट अर्डरहरू गरिरहेको हुनसक्छ, उसले अर्को हुनसक्छ, तर त्यहाँ सर्भ गर्ने मान्छेलाई हेऱ्यौँ भने चाहिँ यति वेल डिसिप्लिनमा हुन्छ होइन, ऊ ड्रेस लगाएको हुन्छ, उसले भनौँ न कस्टमरलाई चाहिँ उसले खोजेको अनुसारको प्रोडक्टहरू चाहिँ सर्भिस गरेर आउँछ होइन। अनि त्यो वेल डिसिप्लिनमा बसेर तिमीले एउटा भनौँ न होइन सबभन्दा एक्सपेन्सिभ सबभन्दा बढी खर्च गरेर आउँछ मान्छेले त्यहाँ होइन, त्यो खर्च गर्दाखेरि बारेमा तिमी त्यो बिजनेसलाई अर्को पार्टलाई चाहिँ कसरी जोडेर काम गर्न सक्छौ भन्ने तरिकाले उनीहरूलाई चाहिँ यहाँनिर सबै कुराहरूको यस मिक्सबाट पनि बन्न सक्ने ककटेल धेरै डिफ्रेन्ट आइटमहरू कसरी बनाउन सक्छौ होइन, यसबाट नयाँ नयाँ प्रोडक्टहरू बनाउनु मिल्छ यहीँबाट होइन। अनि त्यो कुराहरू सिकाउनलाई चाहिँ यहाँनिर सिकाउने गरिन्छ। एकदम बेस्ट फुडहरू कसरी बनाउने त्यो स्किल हुने भयो। प्रत्येक सेमेस्टरमा 8वटा डिफ्रेन्ट खालको भेराइटी अफ फुडहरू बनाउन सिक्छन् उनीहरूले, एकदम नयाँ नयाँ इनोभेटिभ टाइपको होइन राम्रो। अनि अर्कोतिर चाहिँ बेकरीको, अर्कोतिर चाहिँ भनौँ न त्यो बारिस्टा एन्ड बार टेन्डिङको होइन, अथवा होटेल सेक्टरलाई चाहिँ अलमोस्ट उनीहरूले अहिले भएको भन्दा अलिक इनोभेटिभ तरिकाले, किनभने हामीले यहाँ मात्रै गराउँदैन नि त प्र्याक्टिस, हामीले प्रत्येक सेमेस्टरमा कुनै रिसोर्ट घुम्न लैजान्छौँ, त्यहाँ लगेर उनीहरूलाई त्यहाँको बारेमा पढाउँछौँ, सिकाउँछौँ, यो रिसोर्टमै लगेर सिकाउँछौँ, कुनै होटलमा लगेर सिकाउँछौँ, इन्डस्ट्रियल एक्सपर्टहरू लिएर आएर सिकाउँछौँ, डिफ्रेन्ट होटलहरू रिसोर्टहरू अनि डिफ्रेन्ट इन्डस्ट्रियल स्पेसलिस्टहरू, अनि यहाँ यति धेरै होइन, अनि फ्याकल्टी मेम्बरहरूले गराएको चिजहरू सिकाएर एक्सपर्टहरूबाट सिकेको कुराहरू, अनि फेरि 1 इयर गएर इन्टरनेसनल इन्टर्नसिप गरिसकेपछि उनीहरू यति हाई स्किल भएको पोटेन्सियल भनौँ न एउटा रिसोर्स भएर मार्केटमा निस्किन्छन् कि उनीहरू जब सिकर भन्दा पनि जब क्रिएटर भएर निस्किन्छन्, एकदम इनोभेटर भएर निस्किने चाहिँ गर्छन् होइन। अब यो बेकरीको लागि भयो। यस्तै गरी अब विद्यार्थीहरूलाई हामीले यहाँ गयौँ भने चाहिँ यो चाहिँ होटल म्यानेजमेन्टको ल्याब भन्छौँ अर्को होइन, यो चाहिँ हामीले होटल म्यानेजमेन्टको ल्याबको लागि जस्तो उनीहरूलाई अब यहाँनिर यो डिफ्रिजहरू युज गरेको छ, उनीहरूले यहाँनिर केही खानेकुराहरू राखेको अरू केही छ भने यसमा राखिरहेको हुन्छ होइन। यो चाहिँ अलिकति अहिले चाहिँ अब खाली नै छ होला प्र्याक्टिकल सेमेस्टर ब्रेक होइन, डिफ्रिजमा राख्ने गर्छन्। अथवा होटल म्यानेजमेन्टको ल्याबको लागि उनीहरूलाई सफिसियन्ट मात्रामा पुग्ने गरी हामीले उनीहरूलाई यो किचनहरू बनाइदिएको हुन्छ। माने एउटा ग्रुप छ यहाँ एउटा फुड आइटम केही बनाइरहेछन् होइन, अनि उहाँहरूलाई सिकाउने चाहिँ इन्स्ट्रक्टर यहीको एक्सपर्टहरू हुन्छ होइन, यही होटलहरूमा काम गर्ने, त्यो पनि प्रोडक्सनमै काम गर्ने एकदमै बेस्ट सेफहरूले आएर बिहानको टाइममा उहाँहरूलाई यहाँ प्र्याक्टिकल गराउनुहुन्छ। बिहान होटल चलेर आउँदैन, बिहान यहाँ प्र्याक्टिकल गराउनुहुन्छ, अनि दिउँसो चाहिँ यहीँको कुनै 5 स्टार होटल अरू होटलहरूमा काम गर्न जानुहुन्छ बेस्ट सेफहरूले। अनि यहाँको 5 स्टार होटलमा बस्ने प्रोडक्टहरू अथवा त्यहाँ बन्ने फुड आइटमहरू एकदम डिलिसियस होइन, एकदम एक्सपेन्सिभ फुड आइटमहरू चाहिँ बिहान विद्यार्थीहरूले यहाँ बनाउँछन् होइन। अब एउटा ग्रुपले यहाँ एउटा आइटम बनाएर आउँछ भने होइन, अर्को ग्रुपले चाहिँ त्यहाँ बसेर अर्को बनाएर आउँछ होइन, अर्को ग्रुपले त्यहाँ बसेर अर्को बनाएर आउँछ, अर्को यसरी हामीले अलमोस्ट विद्यार्थीहरूलाई पुग्ने गरी सफिसियन्ट मात्रामा किचनहरू बनाएको छौँ। त्यो अनुसार उनीहरूलाई यहाँनिर चाहिने जति पनि किचनको सामानहरू हुने गर्छ होइन, त्यो
कोही सामानहरू हामीसँग सफिसियन्ट मात्रामा हुने गर्छ र विद्यार्थीहरूले चाहिँ नेपालको 5 स्टार होटलमा बन्ने जति पनि फुडहरू छ सबै बनाउन सिकिसकेका हुन्छन्। अघि यहाँले हामीले थोरै त्यो चर्चा पनि गऱ्यौँ होइन, अब होटल म्यानेजमेन्ट चाहिँ अहिले नेपालको लागि अत्यावश्यक र विशेष गरी मुख्य स्रोत नेपाल स्वयंका लागि र नेपालीहरूका लागि। हजुर कि त्यसलाई अलि बढी व्यापकता गर्न, त्यसका लागि चाहिँ हामीसँग गुणस्तरीय जनशक्ति तयार गर्न के हो? अब यस्तो छ, मैले अघि पनि भने अहिले संसारको सबभन्दा ठुलो आविष्कारहरू हाम्रो छिमेकी वरिपरि हुन्छन्, चाइना र इन्डियामा आउने गर्छन्। अब सरकारले कस्तो गरिरहेछ, फास्ट ट्र्याक बनाइरहेछ, उत्तर दक्षिण जोड्ने भनिरहेछ होइन, चाइनासँग जोड्ने भन्छ, इन्डियासँग जोड्ने भन्छ, बाटो दुवैतिर जोडिनुपर्छ भन्छ। अब हामीले चाइनाको पर्यटकहरू नेपाल के को लागि आउने त? टुरिज्मको लागि आउने हो अथवा घुम्नलाई आउने हो, यहाँको नेचुरल ब्युटी हेर्नको लागि आउने हो। अहिले त स्विजरल्यान्ड जाने पर्यटकहरू चाइनाको के अरे इन्डियाको नेपालतिर आएको देखिन्छ धेरै जसो। स्विजरल्यान्ड जस्तै नेपाल छ, किन स्विजरल्यान्ड जानु पर्यो, नेपाल गए भइहाल्यो नि होइन, है त्यस्तो देखिने गर्छ। अब त्यसो भए त्यहाँको त्यत्रो पर्यटकहरू यहाँ आउँदा चाहिँ के चाहियो त हामीलाई भन्दाखेरिमा, उनीहरू बस्ने कहाँ त, उनीहरू घर त यहाँ आउँदैन होइन, हामीले दिने कहाँ सर्भिस हो त, होटलमा दिने सर्भिस हो। के गर्न सक्छौँ त हामीले भने, मानव म कहिलेकाहीँ भन्ने गर्छु क्या, 5 खालमा 10 रुपियाँ किलो आलु पाइन्छ भने होइन, हामीले यहाँनिर ल्याएर एउटा राम्रो होटलमा के गर्न सक्छौँ, 400 रुपियाँमा बेच्न सक्छौँ, 1000 रुपियाँमा बेच्न सक्छौँ क्या त्यो आलुलाई। तर कसलाई त, खाने नेपालीले नि खानु परेन, इन्डियन पर्यटकलाई बेचौँ अथवा चाइनिज पर्यटकलाई बेचौँ अथवा बाहिर पर्यटकलाई बेचौँ, एकदम राम्रो त्यो अनुसार आइटम बनाएर बेचौँ होइन। हामीलाई मुस्ताङकै आलु भन्नु पर्दैन, 5 खालको आलु बेचे पनि हुन्छ होइन। 5 खालको आलु होइन, कहाँ त 10 रुपियाँको आलु किलो आलु छ भने 1000 रुपियाँमा, तर पर्यटकको छ, बाहिरको छ, हामीले त्यो अनुसार बेच्न सक्ने चाहिँ हामी हुनु पऱ्यो। भन्नु मतलब उनीहरूको टेस्टमा उनीहरूलाई खान सक्ने खालको त्यो प्रोडक्टको क्वालिटी हामीले निकाल्नु पऱ्यो कि पहिला होइन। आलु ठ्याक्कै त्यो उसिनेर ल यो खा भनेर त 1000 रुपियाँ त दिन्न होला उसले, त्यसलाई त्यो 1000 रुपियाँको बन्ने गरी कसरी बनाउने त, त्यो स्किल त डेभलप गर्नु पऱ्यो नि त हामीले विद्यार्थीले। त्यो भएर त्यो कसरी बनाइन्छ त भन्दा, यही सेक्टरमा पढ्नु पऱ्यो, लाग्नु पऱ्यो, काम गर्नु पऱ्यो, मेहनत गर्नु पऱ्यो, त्यो निकै इनोभेटिभ तरिकाले युज गर्नु पऱ्यो क्या हामीले। त्यसमा अरू के मिक्स गरेर हुन्छ होइन, के मिसाएर हुन्छ भन्नु मतलब त्यो खालको इनोभेसनमा लाग्यो भने हामीले नेपालमा चाहिँ टुरिज्म बढ्छ नै। त्यो बढ्यो भने नेपालमा गयो होटलमा राम्रो खान पाइँदैन, राम्रो बस्न पाइँदैन, होटलहरू राम्रो छैन भन्यो भने त भएन नि। त्यो भएर के गर्नु पऱ्यो त, हस्पिटालिटी सेक्टरलाई बढाउँदै लैजानु पऱ्यो हामीले। नेपालमा गयो भने एकदम राम्रो होटलहरू छ, बस्ने खाने सब राम्रो छ भन्यो भने पर्यटकहरू बढ्न थाल्छ। त्यसको लागि पनि नेपाल चाहिँ अत्याधिक सम्भावना भएको ठाउँ हो। होटल म्यानेजमेन्ट वान अफ द बेस्ट पढाइ हो, तपाईँहरू यसमा पढ्नुहोस्, लाग्नुहोस् भन्छु म चाहिँ। त्यो चाहिँ हामीले त्यो चाहिँ अब यसो विद्यार्थीहरूलाई बस्नलाई होइन, कहिलेकाहीँ अब विद्यार्थी यसो न पढाइ चाहिँ आयो, बस्यो मजाले बस्यो, पढ्यो, प्र्याक्टिस गर्यो होइन, किताब चाहिँ चाहियो मजाले बसेर प्र्याक्टिस गर्न बस्नलाई, ग्रिनरी एरिया भयो, त्यो चाहिँ हामीले पार्किङलाई युज गर्ने सोच्छौँ। फुटसल आउनेहरूलाई हजुर हजुर, अनि पार्किङ त्यहाँ हुन्छ। पछि यसमा यो बसहरू भएको ठाउँमा चाहिँ उ गर्छौँ, एउटा अर्को बिल्डिङै बनाउँछौँ ठुलो। हामीले खास सङ्कल्प कलेजको फुटसल किन चाहिन्छ त, ब्याचलर पढ्ने विद्यार्थीलाई, विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूलाई पढे पुगिहाल्यो नि भन्ने खालको कन्सेप्ट हुनसक्छ। होइन, त्यस्तो होइन। जति हामी जस्तो आइटी फिल्डमा काम गर्ने विद्यार्थीलाई के हुन्छ, उनीहरूले 8 घन्टा कन्टिन्युस बसेर कम्प्युटरमा कोडिङ गर्ने बित्तिकै उनीहरूले फिजिकल एक्सर्साइज त्यत्तिकै आवश्यक हुने गर्छ, किनभने कन्टिन्युस उनीहरू कम्प्युटरमा डेडिकेटेड भएर काम गरेर आउँछन्, कोडिङ गरेर आउँछन्, प्रोग्रामिङ गरेर आउँछन् होइन। एकदमै ब्रेनको त्यो उसको युज हुने गर्छ क्या, आइडल जस्तो भएर आउँछ नि उनीहरू। अनि उनीहरूलाई स्पोर्ट्सले के गर्ने गर्छ त भन्दाखेरिमा फेरि रिनर्जाइज गर्ने गर्छ होइन, अनि उनीहरूलाई चाहिँ रिक्रिएटिभ गराउने अथवा त्यस्तो गर्ने गर्छ। त्यो भएर टेक्नोलोजीतिर काम गर्नेहरू अथवा भनौँ न प्रोग्रामरहरू, सफ्टवेयर डेभलपरहरूलाई चाहिँ अझ बढी फिजिकल्ली फिटनेस हुनुपर्ने हुन्छ, किन भन्दा उनीहरूले इनोभेसनको कामहरू गर्नुपर्छ, त्यसको लागि उनीहरूलाई स्पोर्ट्स एकदमै आवश्यक छ। त्यो भएर सबैभन्दा अहिले विद्यार्थीहरूले रुचाएको फुटसल, त्यो फुटसल यहाँ छ होइन। अथवा होटल म्यानेजमेन्ट हस्पिटालिटीको विद्यार्थीहरू, उनीहरूलाई पनि यो एकदमै आवश्यक छ होइन। त्यो भएर हामीसँग भएकोमा फुटसल चाहिँ विद्यार्थीहरूले अलमोस्ट ब्रेक टाइम पनि बनाइन्छौँ, फ्राइडेको टाइम पनि एउटा सर्टेन टाइम निकालेर हामीले खेल्नलाई टाइम दिन्छौँ। अनि फुटसल चाहिँ हामीले कलेजको विद्यार्थीहरू आफ्नो आफ्नो सेक्सनहरू बिचमा उनीहरूको बिचमा पनि कम्पिटिसनहरू गराइदिन्छौँ होइन। र विद्यार्थीहरूलाई फिजिकल्ली फिट हुने बित्तिकै उनीहरूले चाहिँ पढ्ने टाइम 2 घन्टामा पढ्ने कुरा 1.5 घन्टामा पढ्न सक्छन्, बरु आधा घन्टा खेल होइन। त्यो कन्सेप्टबाट हामी गएको छौँ होइन। त्यो भएर हेल्थ सबैभन्दा फर्स्ट प्रायोरिटीमा पऱ्यो। अनि जब हामी हेल्थ फर्स्ट प्रायोरिटी चाहिँ हेल्दी छौँ अनि मात्रै हामीले अरू कुरा गर्न सक्छौँ भन्ने हिसाबले सङ्कल्प कलेजमा हामीले ब्याचलर प्रोग्राम मात्रै छ, सफिसियन्ट मात्रामा हामीसँग यहाँनिर फुटसल भयो, बाहिर हेऱ्यौँ भने हामीसँग टिटी भयो, त्यसपछि गएर यतातिर बास्केटबल भयो, तल ब्याडमिन्टनहरू भयो होइन। मल्टिपल स्पोर्ट्सहरू चाहिँ ब्याचलर स्टुडेन्टलाई पुग्ने मात्रामा सफिसियन्ट मात्रामा यसरी क्रिएट गरेका छौँ। सही हो। पूर्वाधारको हिसाबले चाहिँ सङ्कल्प कलेज के सम्पन्न हो कि निर्माणाधीन हो कि विद्यार्थीहरूको अहिलेको रुचि बदलिँदो चाहना अनुसार हामी पर्याप्त छौँ भन्न सक्छौँ? अहिले हामी चाहिँ
हामीसँग अहिले विद्यार्थीहरू 5th सेमेस्टरमा छन्, तेस्रो ब्याचमा रहनु भइरहेको छौँ हामी। तेस्रो ब्याचसम्म पुग्ने गरी ब्याचलरको 2टा प्रोग्राम छ हामीसँग। 2टा प्रोग्रामलाई पुग्ने गरी चाहिँ हाम्रो इन्फ्रास्ट्रक्चर छ हामीसँग, किन हामीसँग स्कुल अथवा +2 त्यस्तो छैन नि त हैन। त्यही भएर हामीसँग जति विद्यार्थी हुन्छ अनि सेमेस्टरमा एक त कोटा सिस्टम हुन्छ, थोरै विद्यार्थी हुन्छ हैन, थोरै विद्यार्थीलाई पुग्ने गरी चाहिँ सफिसियन्ट मात्रामा इन्फ्रास्ट्रक्चर छ हामीसँग। फुटसलदेखि लिएर हैन, बास्केटबलदेखि लिएर हैन, ब्याडमिन्टनदेखि लिएर, टिटीदेखि लिएर अथवा अरू गेमहरूदेखि लिएर, फेरि पढाउने इन्भाइरोमेन्टदेखि लिएर, क्लासरुमदेखि लिएर सबै सफिसियन्ट मात्रामा छ। यदि आवश्यकता हुँदै जाँदा, थपिँदै जाँदा त्यो कुराहरू चाहिँ थप्ने फेरि पाटोहरू रहन सक्छ पछाडिकोमा। अहिलेलाई चाहिँ हामीलाई सफिसियन्ट मात्रामा छ पुग्ने गरी विद्यार्थीहरूलाई। सङ्कल्प कलेजमा हामी करिब 1 घन्टा हैन, 1 घन्टा आसपासको बिचमा हामी चाहिँ समग्र यहाँहरूले प्रदान गरिरहनु भएको प्रयोगात्मक कक्षा अनि गुणस्तरीय शिक्षाका लागि यहाँहरूले अपनाउनु भएका उपायहरू, यहाँहरूले उपलब्ध गराउनुभएका सेवाका बारेमा पनि हामीलाई यहाँले जानकारी गराउनु भयो। अब भर्खरै हामीले चर्चा गरे अनुसार कक्षा 12 का विद्यार्थीहरू चाहिँ अधिकांश पहिलो रोजाइ चाहिँ अहिले विदेश हैन, त्यहाँ भएन भने वा कथम कथाचित विदेश जानबाट रोकियो भने मात्रै स्वदेशमै र स्वदेशमा रहेका कलेजहरू, त्यसमा पनि जिल्लामा रहेका कलेजहरूमा पढ्ने एउटा बानी बस्न थालेको छ। के लाग्छ, यहाँहरू यति धेरै मेहनत गरिरहनु भएको छ, यति धेरै गुणस्तरीयता प्रदान गर्न मेहनत पनि गरिरहनु भएको छ, पूर्वाधारका हिसाबले प्रयोगात्मक वा चाहिँ शिक्षाको गुणात्मकता बढाउन यहाँहरू अहोरात्र खटिरहनु भएको छ, के छ अहिले, के भन्न चाहनुहुन्छ? म चाहिँ अब अहिलेतिर जो 12 सकाएर तपाईँहरू विद्यार्थीहरू जो बस्नु भएको छ अथवा विद्यार्थीको प्यारेन्ट्सहरू जो हुनुहुन्छ हैन, तपाईँहरूलाई म चाहिँ के भन्न चाहन्छु भने नेपाल एकदमै छिटो विकास भइरहेको देशमा पर्छ। तपाईँहरू आफ्नो बच्चा-बच्चीलाई चाहिँ विदेशमा भविष्यभन्दा पनि स्वदेशमै देख्ने गर्नुहोस्। शिक्षा हामीले विकासको क्रम सँगसँगै शिक्षा पनि नेपालमा धेरै परिवर्तन हुँदै गइरहेको छ। पहिलाको शिक्षा प्रणाली र अहिलेको शिक्षा प्रणाली नेपालमा धेरै एडभान्स भइसकेको छ। हामीले यहीँ ब्याचलर पढेर भोलि बिहान बाहिर मास्टर्स त्यसपछि गरिरहेको विद्यार्थीहरू नै अगाडि बढेको देखाएको छौँ। जो +2 पछि गएको विद्यार्थीहरूले राम्रो जबमा पुगेको अथवा राम्रो पोस्टमा पुगेको भन्दा यहाँ ब्याचलर सकाएर गएको विद्यार्थीहरू राम्रो गरेको देखेको छौँ। त्यसको मतलब के हो भन्दा विद्यार्थीहरू यहाँ नेपालमा बस्नुहुन्छ, आफ्नो आमाबुवासँग बस्नुहुन्छ, थोरै खर्चमा यहीँ बसेर आफ्नै लोकालिटीमा बसेर राम्रो शिक्षा लिन पाउनुहुन्छ। बाहिर जाँदा तपाईँहरूलाई धेरै मेहनत, दुःख, सङ्घर्ष बढी गर्नुपर्छ, शिक्षामा कम लिन पाउनुहुन्छ, जसले गर्दा तपाईँहरूको लङ टर्म ग्रोथ चाहिँ कम हुने गर्छ। त्यसले गर्दा यहीँ बस्नुहोस्, राम्रो शिक्षा लिनुहोस्, 4 वर्ष राम्रोसँग पढ्नुहोस्। सङ्कल्प कलेज यहीँ बनेपामा छ, त्रिभुवन विश्वविद्यालयबाट एफिलिएटेड कलेज छ। यसमा सफिसियन्ट मात्रामा इन्फ्रास्ट्रक्चर, पढाइदेखि लिएर हामीले नेसनलदेखि इन्टरनेसनल एकदमै एक्सपर्ट टिचरहरू राखेर तपाईँहरूलाई क्लास गराइरहेछौँ। अहिले संसारमा डेभलप भइरहेको लेटेस्ट टेक्नोलोजीको कुराहरू पनि तपाईँहरूलाई हामीले यहाँबाट गराउँछौँ। कतिपय नेपालबाट फिजिकली पोसिबल भएन भने अनलाइनबाट पनि गराइरहेछौँ। वर्ल्डको टप इन्डस्ट्रीबाट, इन्डस्ट्रियल पिपुल्सबाट अथवा प्रोफेसरहरूबाट पनि गराइरहेछौँ। यहीँ बसेर तपाईँले वर्ल्डको टप एजुकेसन लिन पाउनुहुन्छ। वरिपरि नै सबैभन्दा ठुला इनोभेसनहरू भइरहेछन्। संसारको शक्ति चाहिँ एसियामा आइरहेछ। अबको पावर एसिया हो। एसियामै तपाईँको देश छ, आफ्नो देश छ, आफ्नो ठाउँ छ। यो छोडेर बाहिर जानु पर्दैन। यही मेहनत गर्नुभयो भने यही तपाईँहरूको डेभलप कन्ट्री हुन्छ। अब 10 वर्ष 15 वर्षमा तपाईँ अहिले जहाँ डेभलप भनेर दौडिँदै हुनुहुन्छ त्योभन्दा बढी डेभलप यो हुन्छ। त्यो भएर यहीँ बस्नुहोस्, यहीँ पढ्नुहोस्, यहीँ मेहनत गर्नुहोस्, यहीँ स्कोप अपर्च्युनिटी छ भन्न चाहन्छु म चाहिँ। सिम्याटको अघि यहाँले भने जस्तो कसरी विद्यार्थीहरूले यहाँ निःशुल्क पढ्न कसरी पाउँछन्? अब सङ्कल्प कलेजमा पढ्नको लागि चाहिँ हामीले के हुने गर्छ भने त्रिभुवन विश्वविद्यालयको मैले पहिले पनि भने एउटा बिएचएम छ, हामीसँग अर्को बिआइटिएम छ। यो दुइटै 66-66 वटा सिट भएका कोर्सहरू हुन् हैन। 4 वर्ष पढ्नुपर्छ, 8 वटा सेमेस्टर पढ्नुपर्छ। यी कोर्सहरू पढ्नको लागि सिम्याट चाहिँ दिनैपर्छ। सिम्याट सेन्ट्रल म्यानेजमेन्ट एप्टिच्युड टेस्ट भन्छौँ हामीले। त्रिभुवन विश्वविद्यालयले लिने सुरुको ब्याचलर पढ्नुभन्दा अगाडि सानो एउटा त्यो नलेज चेक टेस्ट हो, त्यस्तो ठुलो मान्नु पर्दैन। तर त्यो पनि हामीले यहाँ प्रिपरेसन गराइदिन्छौँ। अब यो जेठको लास्ट हप्ताबाट हामीले सुरु गराउँदैछौँ, त्यो पनि फ्री अफ कस्टमा गराउँछौँ। अब अर्को कुरा के हुने गर्छ भने 30 वटा सिट चाहिँ पेडवाला कोर्स भयो भने एउटा सेमेस्टरमा 3 वटा सिट अथवा 6 वटा सिट भनौँ न। बिआइटिएममा 6 वटा सिट, बिएचएममा 6 वटा सिट चाहिँ स्कलरसिपको कोटाहरू हुन्छ। त्यो स्कलरसिपमा सरकारी स्कुल पढेको, दलित, जनजाति, मुस्लिम अथवा पछाडिको वर्ग अथवा भनौँ सरकारीमा चाहिँ पढेकै हुनु पर्यो हैन। त्यसमा राम्रो विद्यार्थीहरू छ भने फुल स्कलरसिप पनि पाइन्छ र राम्रो जेन्युन विद्यार्थीहरू हुनुहुन्छ भने स्कलरसिप पनि अप्लाई गर्नुहोस्। त्यो बाहेक पनि हामीले अलमोस्ट विद्यार्थीहरूलाई स्कलरसिप दिइरहेको हुन्छौँ हैन, अथवा डिस्काउन्ट पनि दिइरहेको छौँ। अथवा विद्यार्थीहरू आउनुहोस्, एकदम क्वालिटी अफ एजुकेसन आफ्नै ठाउँमा छ, आफ्नै गाउँमा छ, आफ्नै ठाउँमा यति सफिसियन्ट इन्फ्रास्ट्रक्चर एक्सपर्टहरूले खोलेर पढाइरहेको ठाउँमा यहीँ पढ्नुहोस्। नेपालै अब डेभलप कन्ट्री आफ्नै कन्ट्री हुन्छ, आफ्नै घर ठाउँमा आफै भइन्छ भने बाहिर धेरै धाउनुपर्ने, दुःख गर्नुपर्ने छैन। र सिम्याट सुरु हुँदैछ, आउनु सिम्याट पढ्नुहोस् भन्न चाहन्छु म चाहिँ। यतिन्जेलसम्म हामीलाई यो सङ्कल्प कलेजका बारेमा जानकारी गराइदिनु हो, यहाँलाई विशेष धन्यवाद र आभार व्यक्त गर्छु। थ्याङ्क यू हजुर पनि आइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद।